जन्मिनु भएको स्याङ्जामा है गुरु? हजुर स्याङ्जा हो। स्याङ्जाको कुन ठाउँ हो भन्न मिल्छ अलिकति? मेरो परिचय औपचारिक परिचय नै गर्छु। म चक्रपाणी अर्याल। म जन्मस्थान स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वार्ड नम्बर 8 त्यहाँ जन्मेको। म चाहिँ हाम्रो परिवार ठुलो परिवार छ। हामी 11 जना सन्तान मध्येको म 9औं सन्तान हो। त्यहीबाट प्रमाणपत्र तहसम्मको अध्ययन त्यही वालिङबाटै गरेँ, घरमै बसेर। अनि ब्याचलर्स र मास्टर्स चाहिँ काठमाडौँबाट गरेँ। कुन युनिभर्सिटी? त्रिभुवन युनिभर्सिटीबाट हो कि? त्रिभुवन युनिभर्सिटी नै हो। प्रमाणपत्रसँग वालिङ बहुमुखी क्याम्पस। त्योभन्दा पहिला स्कुलहरू प्राथमिक शिक्षा अमिलथुङ प्रावि भन्ने स्कुल, माध्यमिक चाहिँ पूर्णामृत भवानी हायर सेकेन्डरी स्कुल, त्यसपछि क्याम्पस वालिङ बहुमुखी क्याम्पस। ब्याचलर्स चाहिँ मैले बिबिएस शङ्करदेवबाट गरेँ, जुन पुतुल सडक काठमाडौँबाट। मास्टर्स चाहिँ मैले सोसियोलोजी त्रिचन्द्रबाट गरेँ। अब हजुरको समयमा त अलिकति समय पनि परिस्थिति पनि अलिक फरक थियो। स्कुल जाने कलेज जाने भन्ने त्यो कतिको सहज थियो त्यहाँ? मलाई मेरो बाल्यकालमा हेऱ्यो अथवा मेरो समयमा हेऱ्यो भने मेरो हजुरबाहरूले अथवा मभन्दा अलिकति सिनियर दाइ दिदीहरूलाई चाहिँ एटलिस्ट फुपू दिदीहरूलाई चाहिँ स्कुल जानु हुँदैन भन्ने टाइपको त्यतिखेरसम्म सोच थियो। अहिले त्यो अलिकति कम हुँदै गयो। हजुरको पालामा कस्तो थियो त्यो? अलिकति आफ्नो स्कुल जाने विषयमा त हाम्रो त्यति बेलाको नि अलिकति परिस्थिति फरकै थियो। अहिलेको जस्तो त पक्कै थिएन। हामी स्कुल जाने बेलामा हाम्रो दिदीबहिनीहरू पनि, अब दिदीहरू विशेष गरी बहिनी पनि स्कुल चाहिँ जानुहुन्थ्यो। त्यो बेला हाम्रो मभन्दा माथि 6वटा दिदीबहिनी मध्ये जम्मा 2टा दिदीहरू मात्रै स्कुल भर्ना भएर स्कुल पढेको भन्ने मैले सुने। त्योभन्दा अरू दिदीहरू स्कुल जानु भएन। अनौपचारिक शिक्षा भने पछि चाहिँ त्यो प्रौढ शिक्षा भनेर गाउँमै कहिलेकाहीँ पढ्ने चाहिँ पढ्नुभयो। अनि त्यसमा पनि जस्तो छोरी मान्छेहरूलाई त्यति बेलासम्म के थियो भने बाहिर नसरुन्जेलसम्म, बाहिर सर्ने भन्छ नि मेस्टुरेसन, त्योभन्दा अगाडिसम्म जाने। त्यसपछि चाहिँ बाहिर सरेपछि बाहिर छोइन्छ वर्ष अरूसँग देखिनुहुने यसो उसो भन्ने हिसाबले कतिपयले स्कुल छोड्ने, कतिपयले चाहिँ बाहिर सरेको बेला 4 दिनसम्म स्कुल नजाने। त्यसो गरेर धेरैको स्कुल अनियमित हुन्थ्यो। कतिपयले स्कुलै छोड्ने। अनि त्यसपछि बाहिर सरिसकेपछि लु अब बिहा गरेर दिनुपर्छ भनेर 12-13 वर्ष, 10-12 वर्ष 13 वर्षको उमेरमा बिहा गर्थे। नत्र घरको काम गर्ने, घरको खेतीपाती गाईबस्तु त्यसरी गर्ने भनेर हाम्रो वालिङ बजारको नजिकैको गाउँ भए पनि न गाउँको पुरै परिस्थिति अनुसार चल्थ्यो, न सहरको जस्तो चल्थ्यो। त्यो एकदम हाइब्रिड जस्तो थियो, बिचतिरको त्यस्तो थियो। मभन्दा एक स्टेप माथिको दिदीले चाहिँ पनि मुस्किलले 7-8 क्लाससम्म पढ्नुभयो। त्यसपछि बिहा गरेर दियो। त्यसपछि पढाइ पुरा गर्नु नि। म चाहिँ मेरो बहिनीले चाहिँ पढी, हामीले नै पढाएर आइए पाससम्म गराएर बिहा गरेर दियो। त्यसपछि ब्याचलर्स पढ्दा पढ्दै अनि जस्तो बच्चा बच्ची भएपछि बहिनीले छोडी म आफै जान्ने बुझ्ने भएपछि भाइ बहिनीलाई चाहिँ मैले मेरो आफ्नो निर्णयले घरमा बुवा आमालाई पनि कुरा बुझाएर त्यसरी पढाउन चाहिँ सफल भएको थिएँ म। बहिनीले चाहिँ बहिनीलाई चाहिँ मैले पढाउन सकेँ। स्याङ्जाको वालिङमा जन्मिनु भयो, हुर्किनु भयो, 8-9 जना दाजुभाइ, 9औं सन्तान भनेपछि त हजुर कति? हामी जम्मा 11 जना। हजुर, 4 दाजुभाइ, 7वटा दिदीबहिनी। त्यति धेरै सन्तानको बिचमा हजुरले फेरि त्यहाँबाट पढेर सकेर कसरी सुरक्षा क्षेत्रमा चाहिँ कसरी छिर्नु भयो? कहाँ के हो त्यसको सम्बन्ध चाहिँ मैले अलिकति बुझ्न खोजेको थिएँ। त्यो कतैबाट मैले केही पाउँदै पाएन। सुरक्षा क्षेत्रमा चाहिँ मैले पढ्दै गएँ। अब त्यसको बारेमा म ब्याचलर्स पढ्दै गर्दा काठमाडौँ शङ्करदेवमा पढ्दै गर्दाखेरि साथीभाइहरू भनौँ न कलेज जाने आउने गर्दा त्यहाँ काठमाडौँको रानीपोखरीमा उपत्यका प्रहरी कार्यालय, त्यहाँ यसो के सूचना टाँसा रहेछ भनेर सूचना हेऱ्यो। त्यहाँ प्रहरी सहायक निरीक्षकको लागि यसरी दरखास्त आह्वान गरिएको छ भनेर देखेपछि
त्यो साथीभाइको लयमा त्यो इच्छा भएर होइन कि यतिकै ख्यालख्यालैमा ल फर्म भरौँ न त। त्यतिखेर फर्मको शुल्क पनि त्यति धेरै हुन्थेन, 50-60 कति हुन्थ्यो। फर्म भरौँ न भनियो, ख्यालख्यालैमा फर्म भरियो। त्यतिखेर अब नेपाल प्रहरीमा जानलाई, फोर्समा जानलाई यो जुन शारीरिक सङ्गठनता भनेको शारीरिक सुगठन हुन्छ नि, स्वास्थ्य सबै कुराहरू राम्रो हुनुपर्ने हुन्थ्यो। त्यही पनि अब सकिला नसकिला भने साथीभाइ यतिकै ख्यालख्यालैमा फर्म भरियो। अनि एउटा परीक्षा पास गरियो, अर्को पास गरियो गर्दै गर्दै सबै चरणहरू पार गर्दै गइयो। अनि लिखितको बेलामा लोकसेवाले जाँच लिन्थ्यो। त्यति बेला पनि अब काठमाडौँमा पढ्दै गरेको बेलामा अब लोकसेवा पनि तयारी गरिरहेको अवस्था थियो। धेरै जसो त लोकसेवामा अब आफ्नो तयारी अनुसार खरदार सुब्बा अधिकृतमा दिने हुन्थ्यो नि त। खरदार सुब्बाको त तयारी गरिरहेको अवस्था थियो। त्यति बेलै लिखित पनि पास गरियो। अनि घरतिर कसैलाई थाहा नै थिएन म फर्म भरेको छु, म यसरी त्यसमा छनौट भइरहेको छु, पास भइरहेको छु भन्ने थाहा थिएन। अनि जब लिखित पास भइसकेपछि अन्तर्वार्ता यति गतेदेखि हुने भयो भनेर त्यो जुन सूचना हुने बेलामा गाउँमा घरको फोनको सुविधा थिएन। त्यही त। अनि मेरो नाम ठेगानालाई ट्र्याकिङ गर्दै अब काठमाडौँबाट म त पढाइसकेपछि घरमै आएर बस्ने, घरको काम गर्ने गरिरहेको थिएँ। म त्यति बेला म खास भन्नुपर्दा चैते धान रोपिन्थ्यो कि हाम्रोमा, खेत गोडिरहेको थिएँ कि, खेतमा काम गरिरहेको थिएँ। गाउँको एकजना दिदीले काठमाडौँबाट फोन पाल्पा गएछ। पाल्पामा मेरो एकजना ठुलुवाको छोरा हुनुहुन्थ्यो सरकारी वकिल। अनि मेरो नाम ठेगाना खोज्दै जाँदाखेरि कसरी सम्पर्क गर्न सकिन्छ त मलाई भनेर अनि पाल्पा मेरो ठुलुवाको छोरालाई फोन गएछ। अनि त्यो फोन गएपछि त्यो दाजुले फेरि वालिङमा जहाँ त्यतिखेर सार्वजनिक टेलिफोन हुन्थ्यो फोन, त्यहाँ फोन गरेर फलानुलाई यस्तो रहेछ, यति गतेभित्र यो कुरा लिएर काठमाडौँ जानु भनिदिनु भनेर खबर त्यसरी छोडिदिएर त्यसपछि म खेतमा काम गरिरहेको थिएँ। खेत धान गोडिरहेको बेलामा एकजना गाउँको दिदीले त्यो खबर ल्याइदिनु भयो। त्यतिखेर चाहिँ आमा बुवाले सुन्दाखेरि त आमा बुवा दङ्ग पर्नुभयो। अनि नाम निस्क्यो, के हो यो भनेपछि अनि यस्तो हो। अनि जाने होइन, किन जानु पर्यो, यतै अरू सबै गाउँमै जागिर खाइरहेछन्। मेरो त पहिला खास हबी चाहिँ मेरो स्कुलको टिचर हुने भन्ने नै थियो गाउँमा हुँदाखेरि। त्यो भनेको र आफूलाई के लेखेको छ त्यो हुँदो रहेछ। यो भाग्यले त्यता डोर्याएको होला। अनि नाम निस्किएको छ भनेपछि म चाहिँ त्यसरी ख्यालमै गएँ। जागिर खाने भनेर त्यसरी गइयो त्यसमा। अनि त्यति नै बेला अर्को एउटा ऊ पनि छ, मैले यता सरकारी विद्यालयमा प्राविको थाई शिक्षाको लागि पनि दिएर मेरो इन्टरभ्यू, त्यो दुईटै इन्टरभ्यू सँगसँगै अघि पछि परेको थियो। अनि यता शिक्षकको पनि इन्टरभ्यू दिएँ, उता असैको पनि इन्टरभ्यू दिएँ। त्यो इन्टरभ्यू दिँदाखेरि अहिले पनि चल्छ, हिजो अस्ति पनि चल्थ्यो। अब कतै कोही भनसुन गर्ने क्या मान्छे छन् भने भन्न पर्यो भन्ने अवस्था आउँथ्यो। अनि गाउँघरमा यसो दाजुभाइहरू अथवा ठुलुवा सानुबा चर्चा गर्छु भन्दाखेरि फलानालाई भन्यो भने हुन्छ होला भनेर मैले एक दुईजनालाई नाम टिपाएको थिएँ। नाम टिपाउँदा मैले के उता असैको चाहिँ मलाई पास गरिदियो भनेर कसैलाई नाम टिपाइनँ। यता शिक्षकको चाहिँ भए हुन्थ्यो भन्ने चाहिँ लोभ चाहिँ लागिरहेको थियो कि, प्राथमिक विद्यालयको शिक्षकको त्यसरी नाम टिपाएको। पहिला उतातिर नाम निस्किहाल्यो, यता शिक्षककोतिर रिजल्टै आएन। उता नाम निस्केपछि अब माथि हुने अफिसरहरू, अब हाम्रो गाउँका अरू दाइहरू जुन अधिकृत उपसचिवहरू हुनुहुन्थ्यो, उहाँहरूले के भन्नु होइन, प्राविको शिक्षक भन्यो भने गाउँको गाउँ हो, एउटा गाउँदेखि अर्को गाउँ नि जानु पर्दैन, उस्तै परे जिल्ला छोड्ने कुरै हुन्न। अब यतातिर अफिसरमा नाम निस्किएको छ, पछि ठुलो अफिसर भइन्छ, माथि गइन्छ। माथिल्लो तहमा लडेपछि भोलि गाडीमा झन्डा हालेर हिँड्नेसम्मको ठाउँमा पुग्न सकिन्छ। त्यही भएर यो असैकै जागिर खाऊ, लगभग 1 वर्ष जति तालिम हुन्छ। त्यति बेला फेरि सङ्कटकालको बेला थियो, भनेको एकदम माओवादीको जुन द्वन्द्वको एकदम उत्कर्षमा पुगेको बेला थियो। सबैले गाउँबाट धेरै जसोले नजा भन्ने नै अवस्था हुँदाहुँदै एक दुईजना जो पढे लेखेर जागिर खाएको, सरकारी जागिर खाएको दाइहरूले चाहिँ
होइन जाऊ केही फरक पर्दैन, तालिम सालिम सकेपछि तिमीलाई पोस्टिङ गर्ने बेलामा चाहिँ हामी हेल्प गरौँला नि त। अब माओवादी द्वन्द्व भएको जिल्लाहरू, दुर्गम जिल्लाहरू, विशेष गरी नेपालको पश्चिमी भागहरू, रोल्पा, रुकुम, जाजरकोट त्यतापट्टि बढी थियो। त्यतातिर तिमीलाई जान नपारौँला, यतै यतै कतै मिलाउँला भनेर एक किसिमले मलाई फकाएर तालिममा पठाउनु भयो कि दाइहरूले। अनि त्यसरी म गएँ, 10 महिना तालिम भयो। तालिम सकिएपछि जागिरमा अगाडि बढ्दै गइयो। उता शिक्षकतिर चाहिँ के भएछ भने एकजना दाइले म यता अर्सेमा नाम निस्केको थाहा पाउनु भएको थियो। उहाँले चाहिँ उता भनेर उतातिर नाम निकालेर फेरि अर्कोमालाई अल्टरनेटको लागि गर्ने गर्नुभन्दा यसको नाम यता निस्किसकेछ, यसलाई चाहिँ ननिकालिदिनु नै भनेर त्यसरी नै मेरो उता पास भएको पनि मेरो नाम नराखेर अर्काको नाम आएछ कि, त्यस्तो पनि भएको थियो। त्यसरी चाहिँ जागिरमा गएँ। कति वर्ष बस्नुभयो त्यो पुलिसको जागिरमा? कति वर्ष बस्नुभयो? त्यो के समस्याहरू थियो खासमा? नेपाल प्रहरीको जागिर त्यसरी जागिरमा खाइयो। तालिम सकेर म पोस्टिङ मेरो नवलपरासीमा भएको थियो। अनि त्यति नै बेला त्यो माओवादीको द्वन्द्वको बेलामा युनिफाइड कमान्ड भन्ने एउटा कन्सेप्ट आएको थियो। त्यसमा नेपाल आर्मीको तालिम गरेर अनि नेपाल प्रहरी र नेपाल आर्मी चाहिँ सँगै परिचालन हुने त्यस्तो अवस्था आएको थियो। अनि त्यति बेला म पनि त्यो तालिममा परेँ। त्यसपछि दाङ तालिम गरेर प्युठान पुग्यो। प्युठान भनेको त्यतिखेर एकदमै लडाइँको के एकदमै जस डरलाग्दो ठाउँ थियो। अनि 3-3.5 वर्ष त्यहाँ बस्यो। त्यसपछि 2063मा त्यो युनिफाइडको कन्सेप्ट चाहिँ जुन सकिएर माओवादीहरू पनि शान्ति प्रक्रियामा आएपछि फेरि ब्याक टु आफ्नो नर्मल पोस्टिङमा त्यसरी आयो। 2064को संविधान सभाको जुन चुनाव भयो त्यति बेला म भैरवा थिएँ। भैरवामै हुँदाखेरि म त्यो चुनाव चाहिँमा भैरवा बसेर अनि संविधान सभाको जुन ऊ भयो के अरे अहिले बानेश्वरमा संविधान सभा हल भनिन्छ नि, त्यहाँ बसेमा भिआइपी सेक्युरिटी अन्तर्गत जम्मै मैले 11 वर्ष चान्चुन जागिर खाएँ नेपाल प्रहरीमा। मलाई इन्ट्रेस्टिङ लागेको कुरा चाहिँ कहाँबाट स्याङ्जाबाट कता हुँदै नेपाल प्रहरीको जागिरमा 11 वर्ष जागिर खाएर अमेरिका आउने यात्रा चाहिँ कहाँबाट सुरु भयो? त्यो कतै आएन नि त्यो? त्यो कुरो अब आउँदैछ। मैले बिचबिचमा रोकेको एकचोटि लगातार धेरै नै हुन्छ भनेर। अनि यो कस्तो भयो भने त्यति बेला जुन म असैमा जाने बेलामा नै मलाई त्यता अग्रजहरूले भन्नुहुन्थ्यो कि त अब माथिल्लो पढाइ लेखाइ पढ्दै गएपछि माथिल्लो तहमा पनि जाँच दिँदै जाने, पास हुँदै गएपछि अफिसर, माथिल्लो लेभलको अफिसर भएपछि राम्रो हुन्छ भनेर भन्ने गर्दा म ब्याचलर्स पास गर्ने बित्तिकै मैले प्रहरी निरीक्षक इन्सपेक्टरमा जाँच दिएँ। जाँच दिँदै जाने, पास हुँदै जाने, लास्टमा गएर नाम ननिस्किने भयो। त्यतिखेर निकै ठुलो भनसुन र आफ्नो मान्छेको चाहिँ चलखेलहरू, कतिपय पैसाको पनि खेल हुन्छ भन्ने सुनियो। अब हामी चाहिँ त्यस्तो पैसा र पहुँच नभएकोलाई नाम निकाल्न म माथिल्लो तहको अफिसरमा नाम निकाल्न सकिनँ। तल असैमा त आफै निस्क्यो नाम, लोकसेवाले जाँच लियो, त्यसमा चाहिँ आफ्नो क्षमताअनुसार चाहिँ नाम निस्क्यो। अलि धेरै पद पनि हुने भयो। अलि माथिल्लो तहमा गएपछि अलि थोरै पदमा लड्दा मैले 5 पटकसम्म नेपाल प्रहरीको प्रहरी निरीक्षकमा जाँच दिएँ। लास्टको जाँचमा गएर जहिले पनि म फालिएँ। मभन्दा कमजोरहरू पनि पास भए। मैले सिकाएर लिखितमा मैले सिकाएर पास गरेको साथीहरूको पनि नाम निस्क्यो इन्टरभ्यूमा। अब मेरो चाहिँ निस्केन। अनि त्यसले गर्दाखेरि अलिकति अङ्ग्रेजी शब्द फ्रस्ट्रेसन भन्छ नि त, आफूभन्दा जुनियरहरू आफूले सिकाएको साथीहरू चाहिँ पास भएर माथिल्लो तहमा नाम निकालेर गए, आफू चाहिँ उनीहरूको अन्डरमा अब जुनियरमा रहेर काम गर्नुपर्ने अवस्था। त्यसले गर्दाखेरि 5 पटकसम्म दिँदाखेरि मेरो उमेर पनि 35 वर्ष भयो। त्यसपछि 6औँ पटक दिन पाइएन। अनि त्यसले गर्दाखेरि यो विदेश आउने कुरामा चाहिँ
यो युनिफाइडमा जुन अघि नै मैले भने नेपाल आर्मीको तालिम गरेर नेपाल प्रहरीको जुन सेवा गरियो अनि त्यसरी युनिफाइडमा जाने टोलीलाई यो विदेशी मिसन हाइटीमा आउनु पाइन्थ्यो कि 6 महिनाको एउटा युएन पिस किमिङ मिसनमा त्यसरी त्यहाँ आउनु पाइन्थ्यो। त्यहाँ आएपछि धेरैजसो अफिसरहरूले यता अमेरिकाको भिसा लगाउने त्यहाँबाट भिसा लगाउनु पाइन्छ भनेको सुनेको थिएँ मैले पनि। अनि पासपोर्ट त बोकेर आइने भयो। पासपोर्ट बोकेर आएर हाइटीमा आएर कति 150 कि 152 कति डलर लाग्थ्यो भिसा एप्लाईको लागि। त्यो भिसा एप्लाई गरेको त्यहाँबाट अमेरिकाको भिसा सजिलै दियो। कति सालको कुरा हो यो चाहिँ? यो 2000 विक्रम सम्मत 2079 को कुरा 69 को कुरा। 2069 मा 69 को मेमा म हाइटी आएको थिएँ। त्यहाँ हाम्रो 140 जनाको एफपियू भन्छ फर्म पुलिस युनिट। त्यहाँ त्यो 6 महिनाको एउटा मिसन। हजुर। त्यो 6 महिनाको मिसनमा त्यहाँ आएपछि त्यो 6 महिनाको मिसन खास पुरा गरेर म नेपाल फर्किनु पर्ने थियो। नेपाल नफर्किकन हजुर? म नेपाल फर्किएन। त्यो बिचमा नै 3-4 महिना पछि 1 हप्ताको भ्याकेसन पाइन्थ्यो कि पेड भ्याकेसन। अनि त्यति बेला यताको भिसा लगाएँ। भिसा लगाएर ल 1 हप्ताको भ्याकेसन चाहिँ म अमेरिका घुम्न जान्छु भनेर हिँडियो त्यहाँबाट। अनि यता आएपछि अब यहाँ अब जोसँग चिन्जान थियो मेरो एकजना भतिज छन् विस्कन्सिनमा। म उनकैमा आएको थिएँ। भतिजले अङ्कल अब जागिर खाए पनि लास्टमा त्यो भतिजले भनेको कुरा पैसा कमाउने हो। माथिल्लो तहमा गए पदमा गए पैसा कमाउने हो। अब यहाँ माथिल्लो तहका अब डिएसपीसम्मको लेभलको पनि यहाँ आएर जागिर छोडेर यहीँ ग्रिन कार्ड बनाएर बसेका छन्। अब हजुर पनि विचार गर्नु 2-4 वर्ष। उसले त के भन्थ्यो 6-8 महिनामा चाहिँ हुनसक्छ। त्यसपछि अन्टीहरूलाई भाइहरूलाई नै ल्याउन मिल्छ। त्यसपछि यतै बसौँ भनेर भतिजले भन्यो। अनि भिसा लाएर यहाँ आइसकेको फेरि फर्केर गयो भने फेरि आउनु पाइन्छ पाइन्न भन्ने कुरो त टुङ्गो थिएन भने नेपालको राजनीतिक अस्थिरता भ्रष्टाचार अनि सबैमा चाहिँ नातावाद कृपावाद। अब मैले अघि नै भने मैले 5 पटकसम्म जहाँ दिँदाखेरि मभन्दा कमजोर साथीहरूको नाम निस्क्यो। मेरो चाहिँ नाम निस्केन। अनि मलाई नि छोडो चाहिँ त्यसरी लाग्यो कि त्यो हाम्रो पालामा अझ धेरै छ कि भने त हजुरहरूको पालामा अझ धेरै पो रहेछ जस्तो लागेको सुन्दाखेरि चाहिँ। त्यो भनसुनको कुरा चाहिँ हो। भनसुन कुरा त एकदमै हो। एकपटक मैले त्यसरी ऊ के भन्छ अरे कतिपयले सुनाउँथे पैसा दिएर हुन्छ भने कोसिस गरौँ न त भनेर कोसिस गरेको पनि त्यो पैसामा पनि धेरै र थोरैकोले चाहिँ बार्गेनिङ हुँदो रहेछ। अनि मैले एकचोटि सोध्न चाहिँ लगाएको थिएँ कति पैसा लिँदो रहेछ के रहेछ भने अलिक ठुल्ठुलो रकम हुँदो रहेछ बाबु यस्तो ठुलोतिर नलाग्ने भनेर। अनि मैले कोसिस गरिनँ। अलि धेरै ठुलै रकम त्यति बेला अब 10 लाख 20 लाख भनेको त धेरै ठुलो रकम थियो नि त्यति बेला। अब अहिले पनि ठुलो हो नि गाह्रो हुनलाई त। त्यस्तो थियो। त्यही भएर त्यतापट्टि लागिएन। अनि यतै आएर यसरी बसियो। ल हामी नेपालबाट हाइटी हुँदै अमेरिका त आइपुग्यौँ। हजुर। तर ब्याक होममा चाहिँ हजुरले त्यो बिहे बारी कसरी गर्नुभयो त्यो के भयो त्यहाँ त्यो त कतै निस्किएन नि गुरु? बिहेबारीको कुरा बिचमा स्किपै भयो। 2061 सालमा म प्युठानमै थिएँ। त्यति बेला त्यो सङ्कटकालकै बेलामा त्यति बेला हामी नेपाल प्रहरीमा आर्मीमा जागिर खाएको मान्छेलाई बिहे गर्न गाह्रो हुन्थ्यो। अनि बिहे गर्न गाह्रो हुने अवस्था हुँदाहुँदै पनि हाम्रो आफ्नो जुन म स्याङ्जा वालिङको हाम्रो वरिपरिको ठाउँको मान्छेहरूले खासमा प्रहरीमा आर्मी भएकोलाई त छोरी नदिने भनेर वास्तवमै लगभग 2-4 ठाउँमा कुरा भएको ठाउँमा पनि कुराको एकदम नजिकलाई पक्की गर्ने भन्ने बेलामा त सबै कुरा अब केटाले के गर्छ केटीले के गर्छ कति पढेको भन्ने सबै कुरा आयो नि। अरू सबै कुराले उनीहरू केटीपट्टिका खुसी भए। लास्टमा केटाले के गर्छ त भन्दाखेरि केटा चाहिँ यसरी नेपाल प्रहरीमा अफिसर हो। अब अहिले जुनियर अफिसर छ। अब छिटै चाहिँ सिनियर अफिसर हुन्छ। भोलि चाहिँ ठुलो मान्छे हुन्छ भनेपछि
ए ठिकै छ, जागिर छोड्यो भने छोरी दिने, नत्र जागिर यो जागिरलाई त छोरी नदिने भनेर मैले 2-4 ठाउँमा बिहे गर्ने केटी एकदम जेन्युन राम्रो ठाउँमा पनि केटी नपाएकै हो। तर डर पनि थियो नि गुरु त्यतिखेर, हजुरलाई थाहा छ कतै नेपाल पुलिसमा काम गर्ने अथवा नेपाल प्रहरी सेनामा जतातिर काम गर्ने भए पनि परिवारलाई पनि डर थियो नि त्यतिखेर। थियो त्यतिखेर थियो, डर थियो। मार्ने मार्छन् कि भन्ने डर एउटा थियो भने अर्को कुरो चन्दाको आतङ्क बढी थियो कि चाहिँ जागिर छोडाएर हामीतिर लाग भनेर भन्ने माओवादीहरूले, कि चाहिँ चन्दा माग्ने, कतिपय ठाउँ त मारिदिने पनि, धेरै त त्यस्तो पनि भयो। घरमा गएर अथवा काम गरेको ठाउँबाट बाहिर निस्किँदाखेरि पनि त्यस्तो घटना थुप्रै भयो। होइन, मलाई चाहिँ के याद छ भने मेरो घर पनि बागलुङमा लगभग माओवादीको अलि ठुलै चहल पहल हुने ठाउँ थियो। हजुरलाई त्यतातिर चाहिँ खासै जानकारी छ कि छैन, बागलुङको बोरा गाउँमा डिसी खोला गाउँपालिका अहिले साबिकको बोरा गाउँ, त्यहाँ पनि राम्रै चहल पहल हुन्थ्यो। 1-2जना बच्चाहरू पनि मार्यो माओवादीले। त्यतिखेर चाहिँ बन्दुक झरेर अथवा ढलेर आफै पड्केको भन्ने के भने, तर त्यहाँ मारेकै थियो हामीले सुन्दाखेरि। मलाई त्यस्तो अब ठ्याक्कै जानी थाहा पाउने भन्ने चाहिँ मलाई आँखाले जे देख्यो त्यति मात्रै अलिअलि याद छ। तर नर्मल रूपमा त्यो आतङ्क चाहिँ अलि धेरै नै थियो। अब चन्दा उठाउने, लेबी भनेर प्रत्येक महिना उठाउने, परिवारलाई गाह्रो हुन भन्नाले अब अप्ठ्यारो बनाइदिने, प्रत्येक दिन जस्तो माओवादीहरू आएर खाना पकाइ भन्ने अथवा जे छ त्यो आफै पकाएर खाइदिने, निकालेर नसोधी थर्काउने, गाली गर्ने भन्ने, त्यो त सामान्य नै थियो हाम्रो लागि, त्यो खासै ठुलो कुरै थिएन। त्यो माथि पनि स्कुलको छेउमा थियो, कसलाई अपहरण गर्यो, कसलाई कहाँ लग्यो, आज स्कुल कहिले बन्द हुने, भोलि खुल्ने, त्यो सबै कुरा जानकारी हुन्थ्यो कि सानै भए पनि। हजुर, त्यति धेरै त हजुरहरूले अलि भोग्नु परेन होला, पुलिस आर्मीतिर भएर अलिकति अब टाढै बस्नुभयो होला। तर पनि यो कुरा हाम्रो घरमा त पटक म जब उता गएको थाहा पाएपछि हाम्रो गाउँकै पनि केही जुनियर भाइहरू त्यो माओवादीपट्टि लागेका थिए। उनीलाई थाहा पाएर घरमा जाँदा आमा बुवालाई गाली गर्ने, धम्काउने, थर्काउने, दाइलाई चाहिँ फिर्ता बोलाउनु भनेर त पटक भन्थ्यो भनेर। अब कहिलेकाहीँ घरमा फोन हुँदाखेरि त्यो कुराहरू आउँथ्यो। म चाहिँ कहिलेकाहीँ त्यस्तै बिदामा घर आउँदाखेरि पनि घरमा चाहिँ अब त्यो सामान्य आफ्नो ओछ्यानभन्दा फरक अन्तै सुत्ने कि, अलि नपत्याउँछ जस्तो गाईको भैँसीको गोठतिर त्यस्तो कि, त्यो आइहाले पनि मलाई नभेटाउनु। त्यो घरै जान गाह्रो भयो होला नि त सुरुमा त। होइन, घर जाने गाह्रो भयो। घर जाने विषयमा म चाहिँ त्यसरी कहिलेकाहीँ बिदामा घर जान आफ्नो मातापिता, बिहा नगर्दै मातापिता, बिहा गरेपछि परिवार, मातापिता सबैलाई भेट्ने कारण जान कहिलेकाहीँ यसो त्यसरी जाँदाखेरि म त मेरो पोसाकै कस्तो हुन्थ्यो नि, यस्तै खालको कुर्ता सुरुवाल लाउने, ल सर्ट प्यान्टै लाए पनि ढाका टोपी लाएर हिँड्ने जति नि, सर्ट प्यान्ट पनि सादा खालको। मलाई हाम्रो हाकिमहरूले पनि के भन्छ, तँलाई त पुलिस जस्तै देखिँदैनस्, आर्मी जस्तै देखिँदैनस्, तँलाई त जता गयो नि केही हुन्न भन्ने। मलाई त खरदार सुब्बा भन्थे कि, गाडीमा चेकिङ त गर्थ्यो नि त माओवादीले ठाउँमा म यात्रामा। त्यही भएर जब कपाल कटाइको टोपी लगाएपछि त्यो पनि नदेखिने। म चाहिँ त्यसरी मेरो पोसाक र यो जुन मेरो सादगीपनले गर्दाखेरि पनि मलाई यो पुलिस अफिसर होला भनेर कसैले पनि पत्याएको थिएन। त्यसले गर्दाखेरि पनि मलाई बच्न धेरै सजिलो। अब त्यो पनि प्युठान जस्तो ठाउँबाट, प्युठानबाट भालुवाङ हुँदै बुटोल आइपुग्ने ठाउँमै, भालुवाङ आइपुग्दै 3-4 ठाउँमा माओवादीको चेकिङ हुन्थ्यो। म चाहिँ त्यहाँको त्यहाँदेखि बुटोल आउने, काठमाडौँ जाने बस चढेर आउँथेँ प्युठानबाट। तर कहीँ पनि मलाई शङ्का गर्थेन कि यो चाहिँ कुनै चाहिँ सरकारी मान्छे होला भनेको, अथवा प्रहरीको आर्मीको मान्छे होला भने कहीँ शङ्का गर्थेन। बिहेको कुरा सकिया छैन गुरु? बिहेको कुरा अन्तै गयो हामी। अनि बिहेको कुरा त्यसरी जुन हाम्रो वरिपरि गाउँघरको वरिपरि त्यो नजिकैकोहरूले एक किसिमले नपत्याएपछि, नदिएपछि मेरै आफ्नै भिनाजुले हो, अहिले बिहा गरेको चाहिँ ठाउँ बुटोल तामनगरबाट भित्र सेमलार भन्ने ठाउँमा। तर सँगजोले हजुरको घर बागलुङ हो, मेरो ससुराली बुवाहरू पनि बागलुङकै हुनुहुन्छ, बागलुङकै गौतम हुनुहुन्छ। अहिले
बसाएँ बुटोलतिर। अनि त्यहाँ पनि संजोगले त्यतिखेर अब केटी हेर्न जाँदाखेरि पनि मेरो त्यो भिनाजुहरूले जुन मूल बाटोबाट नलैकन त्यो बारीकै खेतको त्यतिखेर मङ्सिरको बेला थियो, गहुँ बारी अग्लो अग्लो गहुँ भएको, गहुँ बारी लगेर घरको पनि पछाडिबाट लिएर जानुभएको कि अब अहिलेको हाम्रो ससुराली घर लाँदा त्यसरी घरको पछाडिबाट लगेर अब केटी हेरेर कुराकानी गरेर त्यसरी बिहा गरेको। बागलुङ जानुभयो कि बुटोल? बुटोलको कुरा हो, बुटोल हो। बागलुङबाट हाम्रो ससुरा बुवाहरू झरिसक्नु भएको रहेछ अलि पहिला नै, 10-20 वर्ष पहिला नै, 20-30 वर्ष पहिला नै बुटोल झर्नु भएको। त्यहाँ बुटोलको सेमलार भन्ने ठाउँबाट बिहा गरेको मैले। अनि यहीँ बसेपछि म यहाँ आएको 5 वर्षमा अनि मेरो जुन ग्रिन कार्ड एप्रुभ भयो। अनि त्यसपछि परिवारलाई यहाँ बोलायो। यस्तो रमाइलो घटनाहरू रहेछ, मलाई खासै थाहा थिएन अलिअलि बुझ्न खोज्दा पनि। तर कुनै पनि ठाउँमा जस्तै अब यो नेपालमा सुरुमा हजुर स्कुल कलेज गएदेखि अमेरिका आउनसम्म हजुरले अहिले गरिरहेको पेसाको बारेमा कतै पनि नलेज जानकारी लिएको खुलाउनु भएन नि? त्यसमा के अर्को फरक केही छ कि? फरक केही छैन। यो प्रसङ्ग यतातिर नआएर चाहिँ हो, हामी यो अहिले मैले यहाँ कर्मकाण्ड गर्छु, यहाँ हामी पुर्खौली नै हाम्रो बुवाहरू हजुरबुवाहरू नै हाम्रो गाउँमा हाम्रो ठाउँमा वालिङमा अहिले नै हामीलाई पण्डितको छोरा पण्डितको नाति भनेर चिन्छन्। हाम्रो बुवालाई साइला पण्डित भन्थे, सबैले भन्छन् अहिले पनि। बुवा त दिवंगत भइसक्नु भयो। हामी सानै अब व्रतबन्ध गरेको दिनको भोलिपल्टदेखि नै मैले चण्डी रुद्री वेद गीता आदि इत्यादि घर बुवासँगै बिहानमा बुवाले आफ्नो नित्यकर्म गरेपछि कम्तीमा आधा घन्टा भए पनि त्यसरी चाहिँ त्यो जुन हाम्रो धार्मिक ग्रन्थहरू पढ्ने, अनि त्यसरी बुवासँगै अभ्यास गर्दै जाने। अनि आफ्नो फुर्सदको समयमा स्कुल कलेज छुट्टी भएको समयमा बुवाहरू चाहिँ कर्मकाण्ड गर्न हिँड्ने। अब श्राद्धमा गएर श्राद्ध कसरी गर्ने सिक्ने, सत्यनारायण पूजामा गएर सत्यनारायण पूजा सिक्ने, अब रुद्री गराउने ठाउँ गएर रुद्री सिक्ने। त्यसरी हरेक इभेन्टमा जाँदै सिक्यो। त्यसमा पनि अझ यो रेखी हाल्ने, जुन पूजा गर्दा रेखी हाल्ने हुन्छ नि, रेखी हाल्नलाई बुवाले घरमै खरानी, ऐनाको खरानी निकालेर अनि नाङ्लोमा कि अब कतै सुप्पो पनि भनिन्छ, स्पेसली नाङ्लो भनिन्छ होइन। नाङ्लोमा हजुर हामीले सुप्पो भन्छौँ, कतै फेरि यो शब्दलाई राम्रो मान्दैनन् कि, त्यही भएर नाङ्लो पनि हो। त्यसमा खरानीको रेखी हालेर मैले रेखी हाल्न सुरु गरेको घरमा। अनि त्यसरी बुवाहरूसँग दाइहरू गाउँको अब ठुलबुवा सानबुवाहरू ठुलबुवाको छोराहरूसँग पनि त्यसरी हिँडेर सिकेको मैले। अनि हरेक दसैँमा नजिकका मन्दिरहरूमा यो दुर्गा पाठ गर्ने, सप्तशती पाठ गर्ने हुन्छ नि, त्यसको लागि मलाई वरिपरिको मन्दिरहरूले धेरैले चाहिँ मलाई मन पराउँथे। खै किन थाहा छैन, पण्डित बा हजुर नआए पनि हजुरको साइलो छोरालाई पठाइदिए हुन्छ, हजुर आउनु नभ्याए पनि भनेर म साइलो घरको म जान्थेँ। म जस्तो गाउँ 55 सालमा जुन गाउँ छोडेर काठमाडौँ पढ्न गए पनि काठमाडौँ पढ्दै जागिर खाँदाखेरि पनि दसैँमा घर गएँ भने त्यो जुन सामुदायिक मन्दिरहरू हुन्छन् गाउँका, त्यो मन्दिरकाले मलाई बोलाएर एक दिन भए पनि त पाठ गर्न आइज भनेर त्यसरी बोलाउने गर्थे। अब अहिले त 13 वर्ष त यहीँ बसाइ भयो, यहाँ आएपछि त्यो कुराहरू अब मिस भयो भनौँ न। तर हजुरले याद गर्नु भएको छ कि छैन, यो जे काम हजुरले गर्दै हुनुहुन्छ यो भनेको त समाजसेवा हो नि गुरु। यो त हरेक व्यक्तिको घरमा हजुर लगभग अमेरिकामा यो भेगमा बस्ने नेपालीहरू, यो अमेरिकाको क्यालिफोर्नियाको नर्थ भेगमा बस्ने नेपालीहरूको लगभग सबैको घरमा पुग्नु भयो होला। यो धेरै जसोमा त पुगिन्छ। अब यस्तो छ, हामी जस्तै कर्मकाण्ड गर्ने पण्डितजीहरू त अरू पनि हुनुहुन्छ। अरू चाहिँ लगभग हरेक आफ्नो फरक चाहिँ तरिका, फरक चाहिँ परिवारबाट आउनु भएको, फरक चाहिँ के भन्छ उद्देश्य त्यस्तो छ। हाम्रो चाहिँ खानदानी परम्परा हाम्रो जुन बुवाहरूदेखि नै कस्तो तरिकाबाट हाम्रो बुवाहरूले गराउनु भएको गरेको भने, अब यसमा यो उसको पनि कुरा आउँछ कि पूजापाठ गरेपछि दान दक्षिणाको पनि कुरा आउँछ। यो चाहिँ
पैसाको लागि नगरिकन आफ्नो धर्म कर्मको रक्षा गर्नको लागि यो गरिएको भनेर बुवाहरूले त्यसरी भन्नुहुन्थ्यो। बुवाहरूले हामीलाई जसरी सिकाउनु हामीले पनि त्यसरी नै गरिरहेका छौँ। षट् कर्म ब्रह्म उच्चते भनेर भन्छ। त्यो भनेको ब्राह्मणले गर्नुपर्ने 6वटा कामहरू। हामी जस्तो वेद पढ्ने र पढाउने दुईवटा भयो। वेद आफूले पढ्नु पऱ्यो अनि आफूले पढाउनु पनि पऱ्यो, दुईवटा भयो। अनि कर्म जस्तो यज्ञ गर्ने र गराउने, अनि आफूले घर पनि गर्नु पऱ्यो। जस्तो पूजापाठ गर्न हिँडेको छ, सबै अरूको चामल पैसा ल्याएर घरमा थुपार्ने मात्रै होइन कि आफूले घरमा पनि बेला बेलामा हवन आदि कर्म अथवा रुद्राभिषेकहरू जुनसुकै पूजाआजा हुन्छ नि, सत्यनारायण ग्रह शान्ति आदि इत्यादि पूजाहरू गरेर आफूले पनि दान गर्नु पऱ्यो। आफूले यज्ञ गर्ने र गराउने, आफूले घरमा पनि गर्ने र अर्कोमा पनि गराउने, आफूले पढ्ने र अरूलाई पढाउने पनि। अनि त्यसपछि दान लिने र दिने पनि। यो चाहिँ एकदम महत्त्वपूर्ण कुरा। यो 6वटा काम षट्कर्म ब्रह्म उच्चते भन्छ कि त्यो 6वटा काम गऱ्यो भने मात्रै त्यो सच्चा ब्राह्मण हुन्छ भनेको छ। अब त्यसको लागि मैले सायदै यहाँ यो नर्दन क्यालिफोर्नियामा नि कमसेकम 15-20 जना एक्टिभ रूपमा गर्ने त 4-5 जना हुनुहुन्छ। अरू कहिलेकाहीँ पर्दाखेरि गर्ने हुनुहुन्छ। तर 1-2 जना बाहेक अरूले यसरी मैले भने जस्तो षट्कर्म गर्नेहरू चाहिँ गुरुहरू हुनुहुन्न। त्यो कुरो मलाई प्रष्टै थाहा छ भनौँ न। मैले 13 वर्षदेखि यहाँ अभ्यास गरिरहेको छु। हजुरलाई अप्ठ्यारो पर्दैन नि यसले भोलि गोरु? होइन नि, पर्दैन। म त्यो विचार गरेर भने चाहिँ म सबैको अगाडि भन्न मिल्ने र बोल्न मिल्ने तरिकाले त्यस्तो छैन। अनि त्यसपछि अर्को एउटा कुरो के आउँदो रहेछ भने मलाई किन सजिलो छ भने हामी जन्मजात हामी वैष्णव सम्प्रदायबाट हामी अब लसुन प्याज पनि घरमा पनि नखाने, बाहिर अन्त नखाने, घरमा त हाम्रो भित्रिँदैन। अनि अब अरू पण्डितजीहरू यहाँ कस्तो हुनुहुन्छ भने उयो ताक पर्दा तिवारी नत्र गोतामे भने जस्तो अब मेरै अगाडि कतिपय सबै कुरा खाने पिउने पण्डितजीहरूले गुरुजीहरूले के भन्नुहुन्छ भने यो त मैले खान्न, अरू कहाँ पकाएको त म खान्न, यसो फलफुल मात्रै खाने अथवा रोटीहरू खाने, भात दाल तरकारी त खान्न भनेर भन्नुहुन्छ। यो यस्तोलाई अहिलेको भाषाभन्दा त्यो ढोगी भनिन्छ त्यस्तो। अब त्यही पण्डितजीले त्यो आफूले त्यहाँ पूजाआजा सकेर बाहिर निस्केपछि बारमा पनि जाने, अरू पार्टी भोजन पनि खाने, सुट्टाइ लाएर चाहिँ सबै कुरा खाने, त्यस्तो खाएको देखिने, फेरि मेरै आँखाले देख्नु पर्ने। अनि मेरो अगाडि चाहिँ मैले यो नल पकाएको त म दाल भात तरकारी त खान्न गुरु भनेर भन्छु। त्यस्तो पनि छ एउटा यहाँको विकृति विसङ्गति। के भने अब आधुनिक पण्डितहरू त्यस्तो पनि हुनुहुन्छ। हामी त पुर्खौलीदेखिको हामीलाई त केही त्यस्तो केही लुकाउनु पर्ने केही पनि छैन। हामी त सदाबार एउटै खालको छ भने जुनसुकै कुरा पनि दान लिने दिने गरिन्छ भने सत्पात्रलाई दिने भन्छ। सत्पात्र हुनलाई चाहिँ गाह्रो छ। सत्पात्र हुनलाई आफ्नो आचरणमा लहने, दैनिक नित्यकर्म बिहान सके 3 पटक भन्छ आफ्नो सन्ध्या वन्दन गर्ने भनेको आफ्नो गायत्री जप्ने, सके 3 पटक गर्ने। 3 पटक चाहिँ अब अहिले कलियुगमा त्यति व्यवहारिक हुँदैन भनेपछि कम्तीमा 2 पटक ब्राह्मणले गायत्री जप्नै पर्छ कम्तीमा। त्यो भनेको बिहान उठेर आफ्नो नुहाइधुवाइ गरेर गायत्री जप्ने, बेलुका पनि सन्ध्या भनेको घाम अस्त आएपछि घाम अस्त हुने बेलामा सन्ध्या वन्दन गर्नुपर्ने। त्यसलाई मात्रै चाहिँ कुनै पनि कुरा लिन योग्य मानिन्छ कि सत्पात्र हुनुपर्छ। हजुरले भनेको कुरा यजमानले दिएको कुराहरू, खाने भनेको कुराहरू त्यो प्रसादको रूपमा दिएको कुराहरू हो। त्यो प्रसादको रूपमा कुनै पनि यजमानले आफ्नो ल्याएको गुरुलाई पण्डितलाई त्यसरी मांस मदिरा चाहिँ खानुपर्छ, गुरु आएर बसेर खानु भन्यो भने त्यसलाई चाहिँ यो आफ्नो आचरणबाट बाहिर गएको भन्ने बुझिन्छ। त्यसमा चाहिँ त्यो आफ्नो आचरणभित्र पर्दैन। त्यस्तो खाने ब्राह्मणलाई त शास्त्रले भनेको छ नपुज्नु भनेर। अनि कतिपय यो फेरि त्यसो भन्दैमा सबै पण्डितहरू नखाने पनि उनीहरू कत्रो ठुलो यज्ञादिमा बस्ने जस्तो सप्ताह पुराण भन्ने पण्डितजीहरू पनि त्यहाँ बसेर टिका लाउनुहुन्छ, माला लाउनुहुन्छ, अब सबै कुरा गर्नुहुन्छ, भगवानको नाम पनि भज्नुहुन्छ, गार्नुहुन्छ। तर घरमा गएर त उहाँहरूले आफ्नो खानेकुरा त बदल्नुहुन्न। त्यस्तो पनि छन्। अब त्यस्तोको हकमा त त्यो कर्मकाण्ड पूजाआजा भएको भनेको पैसाको लागि गरेको रहेछ, आफ्नो धर्म कर्मको चाहिँ रीतिरिवाजको परम्पराको लागि
कायम राखौँ र समाजमा चाहिँ यो नियमित जस्तो अगाडि बढाउनको लागि समाजसेवाको लागि भन्दा पनि आफ्नो पेसाको रूपमा लिएको भन्ने बुझिन्छ। चाहिँ के गर्छ भने एउटा त जस्तो यजमानहरूले दान दिनुभयो भने पात्र सत्पात्रलाई नदिएपछि त्यो न यजमानलाई केही फल मिल्छ न लिनेलाई मिल्छ, त्यो लिने दिने दुइटै चाहिँ नरकमा जान्छ भनेको छ एउटा कुरा। अब अर्को कुरा त्यो एउटा बिजनेसको रूपमा भयो कि म चाहिँ यसो यसो गर्छु भने पैसा जम्मा गरेर घर परिवार गृहस्थ आश्रम थाम्ने जस्तो मात्रै भयो, तर सत्पात्रलाई नदिएको कुराहरू लाग्दैन। त्यो कुरा त शास्त्रमै छ। अब जो पढेको छ उसलाई चाहिँ थाहा छ, थाहा भए पनि उनीहरूले त्यो पालनै गर्दैनन्। अब यो प्रसङ्ग आइहाल्यो, गुरुलाई सोधिहालो। अमेरिकामा चाहिँ मैले अलिक कम देख्छु त्यो, अलि त्यो कमसेकम धर्म गर्ने मान्छेले, जस्तै अब हामी पूजापाठ गर्छौँ भने हामीले चाहिँ सकेसम्म विधि पुऱ्याएर होस् भन्छौँ होइन। हजुर। नेपालमा चाहिँ हजारौँ मान्छेहरूको क्या, एकजना मात्रै होइन, लगभग अहिले पछिल्लो समयमा त यो त बाढी जस्तै भयो। कस्तो भयो भन्नुहुन्छ भने बिहेबारी गर्नु पर्यो, मन्दिरमा गयो, 10 मिनटमा सिन्दुर हालेर टिका लगाएर बेहुली लिएर घर आयो, त्यो बिहे सक्यो। अरू केही कर्मकाण्ड गर्नु पर्यो, जस्तै अब कसैलाई जनै लगाइदिनु पर्यो, जनै पूर्णिमाको दिन मन्दिरमा गयो, यसो 5 मिनट पूजा गरे जस्तो गर्यो, सक्यो। अनि अर्को जस्तै अब यो दसैँको टाइममा अलिकति यो के भन्छ श्राद्ध गर्ने टाइममा, श्राद्धको समयमा, 16 श्राद्धमा बाहुन आए, 10 मिनट बसे, अनि यसो गरे जस्तो गरे, अनि त्यसपछि उठेर हिँडे। त्यो चाहिँ के विधि पुरा हुन्छ त्यसमा कि त्यो हजुरले भने जस्तो बिजनेस माइन्ड हो कि त्यो कस्तो हो? यो त यसलाई विकृति विसङ्गति हो। यसमा यहाँ पनि कतिपय देखिन्छ। मैले यसमा म पनि एउटा मलाई के भन्छ भने मैले सकेसम्म विधिपूर्वक पुरै गरौँ भनेर एकदम भरमग्दुर प्रयास गर्छु। त्यसो गर्दाखेरि मलाई धेरै ठाउँबाट यजमानले के भन्ने गर्छन्, अरूहरूले पनि अरू गुरुले पनि गुरु तपाईँले अलिक ढिलो गर्नुहुन्न रहेछ भनेर भन्ने, त्यो चाहिँ मैले धेरै ठाउँको मुखबाट सुनेको छु। अनि त्यो सुनेर म आफै मुसु मुसु हाँस्छु, ए ठिक छ, तिमीहरूले चाहिँ राम्रो मूल्याङ्कन गरे रहेछौ, ढिलो गर्ने रहेछु म। ल मैले चाहिँ कुनै पनि ल फलानु पण्डितले गएर फलानु कुरा गराएकोमा चाहिँ यो कुरा गराएन भन्ने कुराहरू कहीँ त्यो कुरा ल्याउनु न भनेर भन्छु मैले। त्यसरी गर्ने त धेरै छ। यहाँ पनि पोहोर साल एकचोटि सोसियल मिडियामा पनि आएको थियो, बृहस्पति अनि शुक्र अस्तको बेलामा पनि फलानु पण्डितले बिहा गरायो अरे भनेर छ्यापछ्याप्ती आएको थियो। पछि रुवाबासी भएको थियो त्यो पण्डितजीको। अनि मैले भने यसरी सोसियल मिडियामा भन्दा उयो सम्बन्धित जसलाई चाहिँ चित्त बुझेन उसले तपाईँ आफैसँग कुरा गरेको भए हुन्थ्यो, त्यसरी चाहिँ नगरेको भए हुन्थ्यो भनेर भने मैले। त्यस्तो विकृति विसङ्गति कति छ यहाँ। म एक्लै लडेर पनि हुँदो रहेछ यहाँ होइन, एक्लो बृहस्पति जुट्टा भनेर भन्ने एउटा कहानी छ। अब अग्नि नजुरेको बेलामा, रुद्री नजुरेको बेलामा घरमा मजाले पूजाआजा गरिरहेकोहरू देखिन्छ होइन। हजुरले त केसम्म गर्नुभएको छ मलाई के याद छ भने, मेरो बच्चा जन्मिएको थियो भर्खरै, मैले हजुरलाई गुरु मेरो न्वारान गर्नु पऱ्यो भनेर बोलाएँ। हजुरले चाहिँ मेरो अहिले शुभ कार्य गर्ने योग छैन भन्नुभयो, अनि मलाई अर्कैजना पठाइदिनु भयो। याद गर्नुभएको छ? हजुर, मैले याद गरेको छु। त्यति बेला म जुठोमा थिएँ। त्यो जुठो परेको बेलामा, जुठो सुतक परेको बेलामा त गर्नु मिल्दैन, त्यही भएर मैले अर्को पण्डितजी खोजेर पठाइदिएको। यहाँ चाहिँ कतिपयले त के गर्नुहुन्छ भने ए 7 समुद्र पारीको चाहिँ यहाँ कहाँ बार्नुपर्छ भनेर भन्नेहरू पनि कति हुनुहुन्छ। फेरि त्यस्तोहरू पनि छ नि। त्यो त हामीलाई पनि त्यसै भन्छन् गुरु, त्यो होइन। त्यो जस्तै अब यस्तो छ, त्यो कतिको टाढाको नजिकको भन्ने कुरा हुन्छ, कति पुस्तासम्मको भन्ने कुरा हुन्छ, के विषय अब जुठा सुतक अरू के कस्तो भन्ने कुरा हुन्छ। यो बार्ने नबार्ने भन्ने कुरा नि आफूलाई हो कि जसले गर्यो उसैको लागि हो कि अर्काको लागि होइन। जसले बार्यो भने उसले आफ्नैको लागि हो। त्यो कोही मरेर गएको लागि जुठो पारिदिनु भन्दा पनि त्यो आफ्नो कतिको नजिकको हाम्रो परम्परा अनुसारको 5 दिन बार्नु पर्ने हो कि 7 दिन हो कि 9 दिन 10 दिन हो कि 13 दिन बार्नु पर्ने हो कि त्यो कुराहरू, त्यसको फल भनेको आफैले भोग्ने हो। अर्कालाई चाहिँ केही नि फरक पर्दैन। अब त्यस्तो खालको त्यो विषयवस्तु। जुठे सुतक त बार्नै पर्छ, त जहाँ भए पनि 7 जहाँ भए पनि बार्नै पर्छ।
जहाँ भयो नि बार्नै पर्छ। त्यो मान्छेहरूले भने जस्तो 7 समुद्र पारी छुट हुन्छ अथवा कति पुस्तापछि छुट हुन्छ भन्ने त्यो चाहिँ पुस्ताको कुरा बरु अघि मैले भने जस्तै पुस्ता पुग्दै गएको छ भने त्यो सपिन्डीको भन्दा बाहिरको छ भने 5 दिन जुठो बार्नुपर्ने, 7 दिन, 10 दिन अथवा कोही 3 दिनको हुन्छ। कुनै कुनै अलिक परको छ भने 1 दिनको पनि जस्तो सुनेपछि ल जुठो लाग्यो भने नुहाइदै गरेपछि शुद्ध हुने भन्नेसम्मको पनि छ। धेरै त्यसको च्यानलहरू चाहिँ त्यो त धेरै अब त्यो यो सबै डिटेलमा चाहिँ यो शास्त्रले के भन्छ भन्ने हो। शास्त्रले कुन कतिको नजिकको आफ्नो दाजुभाइ हो कि दिदीबहिनी हो कि आफ्नो चाहिँ परिवारको त्यो कुन ऱ्याङ्किङमा पर्छ त्यही अनुसारको जुठो सुत्तकोहरू हुन्छ। अब आफ्नो अब 13 दिने दाजुभाइ छ भने त 10 दिनसम्म जुठो बार्नु पऱ्यो नि त। त्यो जुठो परेको बेलामा बच्चा जन्मेपछि सुत्केर परेको बेला आफूले थाहा पाएपछि बार्नु पर्यो। वरिपरिका हाम्रो पण्डित बाजेहरूले त के गरे थाहा हुन्छ नि होइन। अब पूजापाठ गर्न घरमा आए अनि घरमा आइसकेपछि चाहिँ पण्डितलाई दिने अथवा पूजापाठमा राख्ने खानेकुरादेखि लिएर चामलदेखि लिएर त्यो कुराको चाहिँ क्वालिटी चाहिँ अलिकति कम हुने अथवा बाहुनलाई दिने त हो यो कनिका भनेर त्यस्तो खालको हुन्थ्यो भने अमेरिकामा चाहिँ त्यो कुरामा चाहिँ कम्प्रोमाइज गरेको देख्दिनँ मैले। हजुरले चाहिँ त्यो ठाउँमा बसेर कसरी त्यो के छ हजुरको एक्सपिरियन्स त्यो सुनाइदिनु त। यस्तो छ, हुनुपर्ने कुरा त शास्त्रले के भन्छ भने तिमीले कसैलाई केही दिन छ भने दान गर्न छ भने तिमीलाई मनपर्ने कुरा दान गर भनेर भन्छ शास्त्रले। शास्त्रसम्मतको कुरा गर्ने भने हजुरले भने जस्तै नेपालको जस्तो त यहाँ पनि छ। यहाँ लगभग 20% त एकदमै खुलेर दान गर्नुपर्छ भन्ने पनि छन्। अझै 80% यहाँको पनि मनस्थिति कस्तो नेपालको स्टाइलकै छ। यो दान गर्ने त हो नि भनेर त्यस्तै खालको कमसल खालकै चिजहरू ल्याएर गर्ने। अनि त्यसपछि यो नाम त हो नि यतिकति 1 चम्चा गरे पनि हुन्छ, यतिकति यसो केही कागजमा पोको पारेर राखे नि हुन्छ भन्ने खानेकुराहरू त्यस्तोहरू छन्, प्रशस्तै छन्। अमेरिकामा पनि छन्। अमेरिकामा पनि छन् त्यस्तो। हजुरले गर्ने त्यस्तो के एउटा होइन, जस्तो उदाहरणको लागि एउटा म भन्छु। त्यो फेरि त्यो उनीहरूले दिएर जस्तो कुनै पनि एबिसी कोही पण्डितले लयो भने त्यो पण्डितलाई त्यो लएर फलिफाप हुने र त्यसलाई प्रशस्त हुने खाने कुराहरू होइन। जसले आफूले जस्तो गरे चाहिँ त्यस्तै फल प्राप्त गर्ने हो कि। त्यसले आफूले खुलेर मजाले खुलेर गऱ्यो भने उसलाई त्यही अनुसारकै फल प्राप्त हुन्छ। उसले त सङ्कल्प गरेर दान गर्ने हो नि त। जस्तो मैले एउटा सिधाको उदाहरण दिन्छु। सिधा भनेको प्राय सबै शुभ कार्यमा पनि लास्टमा सिधा गरिन्छ। श्राद्धमा त मुख्य सिधा हुन्छ। सिधामा चाहिँ जस्तो चामल, दाल, मसला, बेसार, नुन, घिउ अनि अब सब्जी भनेर भनौँ न। सब्जीमा त जुनसुकै कुराहरू हुनसक्छ। अब त्यसमा आलु सबभन्दा अगाडि आइहाल्छ। अनि त्यसपछि अरू केही हरियो सब्जीहरू केही छ भने त्यो गरिन्छ भने अब धेरै जसोकोमा चाहिँ के हुन्छ, सानोतिनो भयो भने सिँगै प्याकेट राखौँ अथवा यो लगको कुराहरू लगेर पण्डितजीले नि घर चाहिँ परिवारमा लगेर पकाएर खाइदियोस् भनेर त्यो राम्रो तरिकाले प्याकिङ गरेर हुन्छ नि, जिपलगमा होस् कि अरू कुनै बट्टामा केसीमा राम्रो तरिकाले टक्क एकदम व्यवस्थित तरिकाले गरे हो कसैले। धेरै जसोको त्यस्तो हुन्छ नि, कसैले यो यति गर्ने त नि बाचा त हो नि यो भनेर यति राखेर कचाकुचु पारेर त्यसरी राख्ने चाहिँ प्रवृत्ति पनि यहाँ छ। त्यो त्यसबाट चाहिँ अब मैले अघि नै पनि भने अब त्यो उहाँहरूले दिएको कुराहरू कुनै पनि एबिसी कुनै पनि पण्डितजीले लगेर उसलाई भइहाल्ने, धेरै भइहाल्ने र पुगिहाल्ने, 1 डब्बै घिउ लगाएर भइहाल्ने अथवा 1 चम्चा घिउ लगाएर नहुने भन्ने त होइन। त्यो बिल्कुल होइन कि। के भन्छ भने अन्नदान, वस्त्रदानको एकदम ठुलो महत्त्व छ हाम्रो हिन्दू धर्म संस्कारमा। त्यही भएर त्यो चाहिँ खुलेर गऱ्यो भने उसैलाई राम्रो हुने हो गर्नेलाई। त्यो लानेलाई केही पनि हुनु, उसले 1 बोरा चामल लयो पनि केही पनि हुने, पण्डितलाई त्यही 1 मुठी चामल लयो पनि केही पनि हुन्न कि। होइन, घरमा लगेर पनि गाह्रो त गाह्रो हुन्छ। किन भन्दा हामीले देख्दा पनि हेर्नु अब त्यो चामल भनौँ, चामलमा राम्रै क्वालिटी भए पनि नराम्रै क्वालिटी भए पनि कलर त परिहाल्छ, अबिर पर्छ, तेल पर्छ, पानी पर्छ। त्यो लगाएर कि आजै पकाएर खानु पर्यो धोएर, कि त्यसलाई सुकाएर अब भोलि पर्सि पकाउन गरी राख्नु पर्यो। त्यो त त्यसले पनि त्यहाँ गएर पनि त्यसले त सहज त हुँदैन। यो विषयमा अलिकति फरक छ। हजुरले भने सबै चामलमा त्यसरी तेल पानी चामल फुल पर्दैन। त्यसमा पनि अहिले यहाँ प्रविधि कस्तो धेरै जसो, यो पनि मैले यहीँ आएर पनि मैले
कतिपय ठाउँ मैले त्यो अभ्यास गरेको छु। त्यसलाई जस्तो हामीले दुना टपरीमा जेमा राखिन्छ माथिबाट प्लास्टिकले छोपिदिने, प्लास्टिकले छोपेपछि त्यो देखिने पनि भयो, फुलहरू चढाएको गरी पनि त्यहाँ चढाउने कारण देखिने भयो। जस्तो कलशहरू राखिन्छ, कलशको मुनि धान चामल राखिन्छ नि, त्यसलाई जो सादा प्लास्टिकले टक्क एकचोटि छोपिदिने, त्यसपछि त्यहाँ पानी परे पनि पानी जाँदैन, अरू फुल छँदा पनि त्यसलाई सट्ट निकालिदिएपछि त्यो हुन्छ। त्यो त्यहाँ यज्ञमा राख्ने धान चामलको कुरा हजुरले भन्नुभयो। त्यसको लागि धेरै जसोले त्यसरी चामल लगाएर बिग्रिन्छ फालिहाल्ने भन्ने गर्दैन, घर लगाएर हेरेर खाना मिल्ने रहेछ भने खान्छन् नै। अब बेसरी नै अब भिजेको रहेछ भने फाल्ने हो। अब अलिअलि त्यसरी चाहिँ खेर जान्छ, त्यो कुरा हो। त्यसको लागि चाहिँ अब यजमान पनि र पण्डितजी पनि धेरै जसो ठाउँ अलिक सचेत भएरै गरेको पनि देखिन्छ कि त्यसरी छोप्ने होइन। अब त्यस्तो यो फाल्नै पर्ने अवस्था आउँछ भने त अब दिदी मान्छेले नि सोच्नु पऱ्यो क्या। अब हाम्रो यहाँ कोले सुन्नुहुन्छ होइन, हजुर, उहाँहरूले पनि बुझ्नु पऱ्यो कि उहाँ लगाएर फाल्ने गरी चाहिँ दिनु भएन। हो, त्यो त एकदम सही कुरा हो। त्यसमा चाहिँ अहिले पछिल्लो समय धेरै ठाउँमा प्लास्टिकले टक्क एकचोटि छोपिदिने, ऱ्याप गर्ने, अनि त्यस भएपछि कुनै पनि त्यो धान चामल चाहिँ भिज्दैन। त्यो नभिजेपछि त सबै जस्ता तस्तै प्रयोग गर्न मिल्छ। अब हामी कर्मकाण्ड यतातिरकोमा प्रवेश गऱ्यौँ, नेपालको विकृति पनि अलिकति बोल्यौँ जस्तो लाग्छ मलाई। अब अमेरिकामै फर्क्यौँ। अमेरिकामा चाहिँ यो अरू चाडपर्व मनाउने, दसैँ तिहार मनाउने, अथवा नेपालमा जस्तै अरू जस्तै माघे सङ्क्रान्तिदेखि लिएर विभिन्न किसिमका हाम्रा आफ्नै प्रोग्रामहरू, यो चाहिँ कसरी मनाउँछन् यहाँका नेपालीहरूले? हजुरले धेरैको घरमा पुगेको भएर, धेरैको मनमुटु छामेको भएर यो सम्बन्धी त हजुरलाई अझै धेरै जानकारी होला। यहाँ चाडपर्व मनाउने कुराहरूको हकमा मुख्य चाडपर्वहरू सोधी खोजी पनि मनाउने चलन छ। दसैँ तिहार विशेष गरी। अरू चाडपर्वहरू त्यसरी खोजी मनाउने समूह एकदम थोरै छ। कतिपय हाम्रो कम्युनिटीमा कतिपयलाई अब यो औँसी, एकादशी, पूर्णिमा, अब जन्य पुण्य कहिले, नागपञ्चमी कहिले हो, अब वैशाखको पूर्णिमा कहिले हो, अक्षय तृतीया कहिले, श्री पञ्चमी कहिले, विवाह पञ्चमी कहिले भन्ने कुरा धेरैलाई थाहै हुँदैन। यहाँ अहिले पछिल्लो समयमा आएर अलिकति सामुदायिक भवन अनि मन्दिर पनि लगभग यहाँ मुक्तिनाथ धाम, यहाँ बे एरियामा एउटा मन्दिर भयो। त्यो मन्दिर त्यहाँ हुने बित्तिकै मान्छेहरू धेरैभन्दा धेरै चाहिँ यो विषयमा अलिकति सचेत भएर चासो लिएर, यसो अब जन्मदिन पऱ्यो भने आफ्नो अथवा बच्चाहरूको मन्दिर लिएर जाने, अनि यसो केही पूजाआजा गर्ने, शिवजीलाई जल चढाउने हुन्छ नि, भगवान्को दर्शन गर्ने क्या नि, त्यो चाहिँ अलिकति प्रवृत्ति बढ्दै आएको छ। यसको लागि हाम्रो यो एकजना भन्दा नि यो सामूहिक रूपमा नै पहल गऱ्यो भने धेरै सजिलो हुँदो रहेछ त्यसरी जान। कतिपयले धेरै जसोले यो मनाउँदैन। मैले यो अब गत वर्ष नै भनौँ, गत वर्षको जन्य पूर्णिमामा सेक्रेमेन्टो गएर जन्य पूर्णिमा मैले त्यहाँ जनै मन्तरेर लगभग 100-150 जनालाई चाहिँ जनै लाउने र हातमा रक्षाबन्धन बाँधिने काम भयो। एकजना दिजुले चाहिँ के भन्नु भने, मैले यसरी हातमा डोरो नबानेको 22 वर्ष भयो गुरु भनेर भन्नुभयो। अब त्यस्तो अवस्था पनि छ क्या यहाँ। 22 वर्षदेखि हातमा रक्षाबन्धनै बाँधेको छैन भनेपछि जन्य पूर्णिमामा एक्लै कसैलाई पण्डितलाई बोलाएर, घरै बोलाएर धागो बाँध्न पनि बोलाउनु भएन उहाँले। अब पण्डित पनि अब नेपालमा चाहिँ घर घरै पण्डित चाहिँ घुमेर नि यहाँ चलन छैन, जमाना छैन। कसैले नबोलाइकन कसै घर कोही जाँदैन। सामूहिक रूपमा हुनलाई कसै न कसैले कि पार्कमा, कोही मन्दिर, कसैको घरमा आयोजना गर्नु पऱ्यो, त्यहाँ पण्डित बोलाउनु पऱ्यो। पण्डित बोलाएपछि फेरि पूजा सामग्री ठिक पार्नु पऱ्यो, पण्डितलाई दक्षिणा दिनु पऱ्यो, फेरि त्यसको लागि आफूले बिदा मिलाउनु पऱ्यो, भ्याइन्छ कि भ्याइँदैन। फेरि बच्चा स्कुल भन्ने हुन्छ, यसो उसो अनेक कुराहरू छ नि त। यहाँको परिस्थिति अनुसार धेरै कुरा फरक पनि छ। अहिले 2-3 वर्षमा धेरै यो सामाजिक रूपमा अलिकति अगाडि बढेको देखिरहेको छु मैले, अलि पहिलाभन्दा त्यस्तो छ। तर यो जुन इन्डियन कम्युनिटी र हाम्रोमा चाहिँ अलि फरक छ। हामी अहिले यो हाम्रो पुस्ता
चाहिँ धेरैजसो के छ भने यो धर्म कर्म यस्तो गरेर हुन्छ कि हुन्न थाहा छैन। अब पैसा कमाउनुपर्छ भन्ने चाहिँ धेरैको मेन्टालिटी त्यतापट्टि छ। अनि पुरानो पुस्ताहरू को पनि मैले धेरै ठाउँ पुरानो पाएको मान्छेहरू देखेको, उहाँहरूको भनाइ के छ भने गुरु अब हजुरहरूले अलि यसलाई छिटो छरितो छोटो बनाउनु पर्यो, नयाँ पुस्ताले यो लामो पूजामा बस्न सक्दैनन्, बसेर गरिदिँदैनन्, हामीलाई नै गाह्रो हुन्छ। अब भनेपछि हाम्रो छोरा नाति कसरी बस्लान्, यसलाई छोटो मिठो बनाइदिनु पर्यो भनेर भन्नुहुन्छ। त्यो कुराहरूको हकमा के छ भने त्यही कुरा मैले इन्डियन कम्युनिटीसित पनि काम गर्छु। अब यहीँ मन्टिकाको मन्दिरमा पनि म त्यहाँ गइरहन्छु। त्यहाँको एक किसिममा अस्थायी पुजारी त यहाँको अस्थायी पुजारी हो, पुजारी यहीँको हो थाहै नै हो भन्छन्। म कहिलेकाहीँ जान्छु, म आफूलाई अस्थायी भन्छु। उनीहरूले त यहाँ हाम्रो कम्युनिटीको पुजारी होस् है, त पण्डित हो है भन्छन्। त्यहाँ सानो बच्चा भर्खर 2-2.5 वर्षको बच्चा पनि मन्दिरमा जान्छ, टपक्क आमा बाउले जसरी भुइँमा ढोक गर्छन् अनि ल यो पैसा चाहिँ त्यहाँ डोनेसन बक्समा राख भनेर दिन्छन्। बच्चाले चाहिँ डोनेसन बक्समा राख्छ। ल शिवजीलाई जल चढा भनेपछि जल चढाउँछन्। अब त्यो आरती गरेको बेला ल आरती सेक भनेर आरती सेक्छन्, पञ्चामृत हातमा थापेर खान्छन्। त्यो कुरो हामीले घर घरमा बच्चालाई सिकाउने भने त्यो हुन्छ। अनि कहिलेकाहीँ त यसरी सामूहिक काममा जस्तो मन्दिरमा अथवा कहीँ कसैको पूजाआजामा पनि त्यस्तोमा गएर बच्चाहरूलाई हाम्रो यो संस्कार हो, कल्चर हो, यसरी जानुपर्छ भनेर सिकाउनु पनि जरुरी रहेछ। अनि अर्को एउटा कुरो हामी चाहिँ प्राउड गर्नुपर्ने कुरा के हुन्छ भने कतिपयले यो कुरा बुझिरहेको छैनौँ। हामीले हाम्रो बच्चाहरूलाई जस्तो टिका लाएर स्कुल जाने अथवा कहीँ काममा जाने क्यानी गऱ्यो भने काममा जाँदा टिका लाएर टिका पुछेर जानुपर्छ भन्ने हाम्रै सर्कलको हामीभन्दा माथिल्लो पुस्ताको अग्रजहरू पनि टिका लायो, यो त काममा जानुपर्छ गुरु, थोरै सानो लगाइदिनु, अहिले फेरि मुख धोएर जानुपर्छ, टिका पुछेर जानुपर्छ भनेर भन्नुहुन्छ। त्यो कुराहरू उहाँले चाहिँ के भन्दा त्यो कसैलाई बुझाउन नसकेर यो के हो यो भनेर सोध्छन् कसैले भने हाम्रो यसरी चाडपर्व हो, हाम्रो चाहिँ यो कल्चर हो, हामीले चाहिँ यसरी टिका लाइन्छ, यो चाहिँ हाम्रो रेड कलर हाम्रो चाहिँ ब्लेसिङ कलर हो, यसले चाहिँ हामीलाई शक्ति दिन्छ, यो हामीले शक्तिको चाहिँ हामीले प्रार्थना गर्छौँ, पूजा गर्छौँ, यो टिका चाहिँ हाम्रो यस्तो यस्तो ब्लेसिङ हो भनेर भनिदियो भने यहाँको गोराहरूले कसैले पनि अनौठो मान्दैन। उनीहरूले एकदम ग्रेट एकदम राम्रो रहेछ भनेर भन्छन्। त्यो भन्न नसकेर टिका लायो अथवा हातमा धागो बान्यो भने कि छोप्नु पऱ्यो कि धागो निकालेर फालेर जानु पऱ्यो। अनि हाम्रो चाहिँ यो सेक्युरिटी थ्रेड हो, यो हाम्रो रक्षाबन्धन हो, यसले हामीलाई रक्षा गर्छ, हामीलाई चाहिँ यो गुड लकको लागि हो भनेर भनिदिने भने यहाँको गोरेहरूले केही नै गर्दैन। त्यसमा मैले एउटा थपेँ गुरु, कस्तो हुन्छ भन्नुहुन्छ भने अब कामको कुरा निकालिहाल्नुभयो होइन। हजुर, यहाँ चाहिँ मैले आफैले पनि टिका लाएर गएँ अथवा काममा गएँ भने 50जनालाई के यसको रिजन दिनुपर्छ हेर्नु होइन। त 50जना रिजन दिनेको ठाउँमा त फुत्त पुछ्यो हिँड्यो सजिलो भयो। त्यो बाटोले पनि होला हुन त मान्छेलाई मनै नलाएर नलाउने अथवा गाह्रो भएर नलाउने भन्ने भन्दा पनि मेरो आफ्नो हिसाबले चाहिँ म 50जनालाई रिजन दिनुभन्दा त बरु एकछिन पुछ्यो आनन्द तिनीहरूलाई सोध्दैनन् होइन, सजिलो पनि भयो। त्यसको लागि हजुरले भनेको कुरा सही त सही हो। यो हजुरले भनेको कुरा म ठ्याक्कै जोडिहालेँ। मैले पनि अब त्यसरी सयौँ हजारौँजनाले काम गर्ने ठाउँमा काम गरेर आएको। सन फ्रान्सिस्को इन्टरनेसनल एयरपोर्टमा म लगभग 2 कार्यकाल गरेर 6-6.5 वर्ष त्यहाँ काम गरेँ। त्यहाँ म सधैँ म आफूले अब तिलक कण्ठी टिका लगाएरै जान्थेँ। कहिलेकाहीँ त हातमा पनि पुरा रातै हुन्थ्यो। अनि त्यहाँ काम गर्ने कार्यक्रममा भनौँ न कहिलेकाहीँ लाग्ला कि भनेर अझ धेरै चाहिँ हात चाहिँ त मजाले धोएर जानु पऱ्यो नि भनेर धोएर जान्थेँ। त्यति गर्दा पनि 2 दिन 3 दिनसम्म कोहीको कलर चाहिँ जान्थेन, त्यो निधारको भन्दा हातको बढी चाहिँ रहिरहने। त्यहाँ यस्तो हुन्छ, हजुर भनेको पनि ठिकै हो, त्यो कुरा एकदम सही हो। अब त्यो सबैलाई रिजन दिन सकिन्न, त्यसो गरी छिटो छरितो छोटो बाटो गइन्छ भन्ने त हो। तर पनि एकै ठाउँमा काम गरिरहन्छ भने एकजनाले सोधेर एकजनालाई बतायो भने अर्को एकजनालाई अर्को दिन बताउने मेरो आफ्नो अभ्यास। अनि यो के हो कसो हो भनेदेखि यस्तो हो, यस्तो छ। फेरि त्यसमा पनि म आफूले चाहिँ मैले के भन्दा म आम हिन्दू प्रिस्ट, म चाहिँ हिन्दू यसरी चाहिँ पुजारी पण्डित हो। मैले घरमा पनि अभ्यास गर्छु, म मन्दिर पनि जान्छु, अरू कहाँ पूजाआजा गर्छु। बच्चा जन्मिन्छ भने 11औँ दिनको दिन न्वारान गर्छन्, मैले नाम राखिदिनुपर्छ। अनि घर नयाँ घर लियो भने चाहिँ पूजाआजा गर्नुपर्छ, त्यो आफ्नो गुड लकको लागि, राम्रोको लागि। हाम्रो यस्तो छ, बिहा हुन्छ, व्रत बन्ध हुन्छ, हाम्रो संस्कार छ, त्यो अनुसार यसरी हामीले गरिन्छ। त्योहरू म गराउँछु भने मैले आफ्नो उत्तर चाहिँ मलाई दिने सजिलो थियो। अब
कहिलेकाहीँ पूजाआजा गर्ने कहिलेकाहीँ टिका लाउनेलाई आज हाम्रो फेस्टिभल हो भनिदिनु भयो। फेस्टिभल हो, हाम्रो यो लगाइन्छ। कतिपयले त मलाई पनि तेरो निधारमा के भयो भनेर पनि सोधेका छन्। एकदम ठाडै के तेरो चाहिँ हेर्दै के भयो तेरो निधारमा भनेर भन्छन्। अनि मैले सुरुमा त कतै केही भएछ भने यसो निधारमा छाम्छु नि त मैले। अनि मेरो केही भएको छैन। अनि तेरो निधारमा त रातो छ, त्यो के भयो तेरो कतै चोट लागेको त होइन भन्छन्। अनि मैले होइन म यस्तो हो, म टिका यसलाई टिका भनिन्छ, हामी यसरी पूजाआजा गर्छौँ, यसरी म फलाना ठाउँ गएर आएको थिएँ, त्यही हो भनेर मैले त्यसरी उत्तर दिएको छु। तर मलाई अहिलेसम्म 13 वर्ष कन्टिन्यू क्यालिफोर्नियामै बसिरहेको छु। मैले कुनै दिन पनि एक्सेप्सनल केसमा कहिलेकाहीँ त्यस्तो भयो होला, कुनै 1-2 दिन नलाइकन गएको त्यस्तै कुनै परिस्थितिले बाहेक मैले तिलक टिका लगाउँछु। कहिलेकाहीँ अलि ठुलो होला, कहिलेकाहीँ अलि चको होला, कहिलेकाहीँ अलि मधुर होला, त्यो आफ्नो ठाउँमा छ। तर मैले एक दिन पनि मैले आफ्नो तिलक टिका कण्ठी मैले छोड्नु परेको छैन, लुकाउनु परेको छैन, पुस्नु परेको छैन। लुकाउन पुस्न त सायद यो फ्रिडम पनि छ यहाँ, त्यस्तो धेरै डराइहाल्नु पनि पर्दैन होला मेरो हिसाबमा। हजुरले कतिको धेरै रेसिजमको फेला पर्नु भएको छ यहाँ, त्यो फरक कुरा हो। मेरो आफ्नो एक्सपिरियन्समा चाहिँ अब सधैँभरि दिनदिनै लगाइराख्ने मान्छेलाई त एक्सपिरियन्स गर्नु परेन, किन भन्दा मान्छेले त्यही अनुहार देखिरहेको हुन्छ, त्यसलाई गाह्रो हुँदैन। जस्तै हामी जस्तो अब अकेजनमा कहिलेकाहीँ पूजापाठ हुँदा, कहिलेकाहीँ चाडपर्व हुँदाखेरि लाउने मान्छेलाई चाहिँ सोद्धा रहेछ। मेरो आफ्नो एउटा घटना के छ भन्नुहुन्छ भने, अस्ति भर्खरकै कुरा हो यो। अस्ति हाम्रो यो शिवरात्रिमा गएको थियौँ नि। हजुर, शिवरात्रिमा सायद होला त्यहाँ रातो टिका लगाइदिनु भएको थियो। हजुरले लगाइदिनु भयो कि कसले लगाइदिनु भयो, त्यहाँ लगाइदिनु भएको थियो मलाई। टिका लगाइसकेपछि चाहिँ अब त्यो बेलुका त आइयो, सुत्यो, गयो होइन। बिहान त 3 बजे काममा जानुपर्ने। 3 बजे काममा गएर त्यो ढोका खोलेपछि हाम्रो चाहिँ एउटै लटमा 15-20 जना मान्छेहरू एकै लटमा भित्र आउने हुन्छ क्या, ढोका खोलेपछि 4-4:30 बजीतिर। अनि आइसकेपछि सबैजनाले बोलाउँदै सोध्दै के भयो रातो निधारमा कहाँ ठोकिस भन्छ, कसले के भन्छ, कसले के भन्छ। त्यो हरेकजनाले एक्सप्लेन गरेर बस्नु हुँदैन। मेरो ठोकिएको हो भनेर अनि हिँडेँ म। अनि कोही अलि नजिक अलि धेरै टाइममा कुरा गर्ने छ भने चाहिँ अब अरू यस्तो भन्न सकिन्छ होइन। अब के भयो हिँड्दा के भयो भनेर सोध्यो भने त मेरो ठोक्या हो भनेर हिँड्नु पऱ्यो होइन। त्यस्तो अवस्था आएको थियो भनेपछि त्यो चाहिँ सामान्य हो जस्तो लाग्छ मलाई। अनि त्यस्तो हजुर भनेको पनि ठिकै हो। त्यस्तै प्रसङ्गमा अर्को प्रसङ्ग चाहिँ यो स्वस्तिक चिन्हको विषयमा मलाई एकचोटि एकजनाले गाली गरेको छ कि यो बे ब्रिजमा। हो, मैले त्यो दसैँको ठ्याक्क नवमीको दिन हामीले गाडी पूजा गरिन्छ। त्यो दिन सवारी साधन पूजा गर्ने, हातहतियार पूजा गर्ने दिन हो हाम्रो जस्तो नवरात्र दसैँको नवमीको दिनमा। अनि मलाई त्योभन्दा अगाडिसँग थाहा थिएन। मैले गाडीको अगाडि नै त्यो अगाडिकोमा चाहिँ मजाले यत्रो ठुलो स्वस्तिक चिन्ह बनाएर पूजा गरेँ। त्यसपछि गाडी चलाएको त्यहाँ पुगेको थिएँ। त्यहाँ ट्राफिक थियो, ट्राफिकमा चाहिँ स्टप भयो। अनि मेरो दाहिनेपट्टि चाहिँ त्यो ट्रक थियो कि अग्लो जो ठुलो ट्रक थियो, त्यसले त माथिबाट मलाई तल देख्यो नि त। मेरो अगाडि चाहिँ त्यो देख्यो है, त्यसले त सिसाभित्रबाट मलाई यति धेरै गाली गर्यो कि कति गर्यो त्यो। किन स्टप भएर धेरै बेरसम्म त्यो ट्राफिकमा परेको बेला त त्यही एकै ठाउँ पुग्नु भयो। यति धेरै गाली गर्यो, यस्तो हातले औँलाले देखाएको छ है, के देखा भन्ने भयो। अनि मैले खासै त्यतिखेर केही वास्तै गरिनँ। अब मैले नि यतिकै मनले के भनेको के भएको छ र भने मैले त्यति धेरै म एग्रेसिभ भएन। म हाँसी चाहिँ म पनि मनले बोलेँ। अनि ऊ चाहिँ रिसाएको छ अनि पुरा उसले त मुड्की पनि देखाउँछ यस्तो मुड्की देखाउँछ है। अनि मैले त्यसलाई खासै वास्ता गरेँ। मलाई चाहिँ आफूले केही गरे आएन भने म आफू ढुक्क थिएँ। पछि फर्केर घर आएपछि घर सँगै बस्ने अब अपार्टमेन्टको अब अरू साथीहरू त्यहाँ कुरा गरेँ मैले, मलाई आज यस्तो भयो भने। अनि त्यसपछि उहाँले ठ्याक्कै हाम्रो गाउँकै बहिनी ज्वाइँसँगै सँगै बस्थेँ म अपार्टमेन्टमा। अनि दाइ अस्ति हामीले पूजा गरेको गाडीको हामीले चाहिँ यस्तो यहाँ स्वस्तिक चिन्हलाई चाहिँ यहाँ राम्रो मान्दैनन्, त्यही भएर हो भन्यो। यो कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। अनि त्यसपछि अर्को सालदेखि मैले बाहिर चाहिँ स्वस्तिक चिन्ह नबनाउने, बाहिर ओम बनाउने पूजा गर्ने, भित्र चाहिँ स्वस्तिक चिन्ह बनाएर पूजा गर्ने। त्यो चाहिँ मैले अस्तिहरू त्यो मन्दिरमा पनि 2-4 गाडी पूजा गर्न आउने ज्ञानले मैले त्यो कुरा पनि बताएँ तिनीहरूलाई। किन भर्खर नयाँ गाडी किनेर आएकोलाई थाहा नहुनसक्छ, अब इन्डियन होस् कि नेपाली होस् कि जे भए पनि। अनि यो स्वस्तिक चिन्ह बाहिर नबनाउनु, भित्र बनाउनु। ओम चाहिँ बाहिर बनाउनु केही फरक पर्दैन। कहिलेकाहीँ स्टिकर टाँस्नु पऱ्यो पनि
घरको बाहिर टाँस्दाखेरि पनि ख्याल गरेर टाँस्नु। स्वस्तिक चिन्हमा पनि दुईवटा कुरा रहेछ। त्यो बिचमा हामीले थोप्ला थोप्ला राखियो भने त्यति नमान्दा रहेछन्। त्यो हामीले 4वटा चाहिँ कोणमा स्वस्तिक चिन्हको भित्र त्यो थोप्ला थोप्ला राखियो भने यसलाई सामान्य मान्दो रहेछ। त्यो थोप्ला राखिएन भने यिनीहरूले असामान्य मान्दो रहेछ। त्यो घटना मलाई पनि भएको छ गुरु। हजुरले भने जस्तो मलाई पनि थाहा थिएन। गाडी पूजा गरिसकेपछि घरमा आएर अनि 1-2 दिनपछि चाहिँ एकजनाले त एउटा ग्याङको मेम्बर हो भनेर सोध्यो। मलाई सिधै नै सोध्यो क्या। त्यो उनीहरूले डराएर के गरेर भन्दा पनि ग्याङको मेम्बर हो भनेर सोध्यो। अनि मलाई त होइन किन भनेर सोधेपछि तेरोमा त ऊ साप छ नि, के अरे त्यो ग्याङको साइन छ नि भन्यो। त्यतिखेर चाहिँ मलाई थाहा भयो कि स्वस्तिक चिन्ह चाहिँ कुनै एउटा ग्याङको साइन रहेछ भनेर। यो जर्मनमा त्यो खोइ मलाई त्यो सबै त त्यति याद छैन। नाजीको र हिटलरको लडाइँ हुँदा के हुँदाखेरि त्यो कुन चाहिँको चिन्ह थियो अरे। त्यही भएर यिनीहरू चाहिँ त्यसको विरोधी रहेछन् कि यहाँका गोराहरू, यहाँका पनि रेड इन्डियनहरू हो, उनीहरूले चाहिँ राम्रो मान्दा रहेछन्। त्यो चाहिँ हो। अब यसो मैले अर्को एउटा सम्झेको कुरा भने मेरो यो टुप्पीको शिखाको कुरामा मलाई एकजनाले के भने, म धेरै जसो त म टोपी लाएर हिँड्ने। पहिला पहिला त क्याप पनि लाउँथेँ फ्याटोबुट्टो अनि ढाका टोपी। कहिलेकाहीँ यतिकै पनि हिँड्नु त भने हिँडिन्थ्यो। अब टुपीमा सिक्का पारेर हिँडेको गरेको। एउटा ब्याङ्कमा एकजना अर्को भाइलाई खाता खोलाइदिनु भनेर म गएको। त्यहाँ जाँदाखेरि एकजनाले मलाई भन्यो, उसले राम्रो हिसाबले, यो उमा चाहिँ मेक्सिकोमा एउटा हजुर भने जस्तै ग्याङ छ अरे कि, त्यो टुप्पी राख्ने पोनिटेल भन्छन्, हामीले अब टुप्पी शिखा भनिन्छ। अनि त्यहाँ चाहिँ नराम्रो एक्टिभिटी गर्ने कि जस्तो बदमासीहरूको ग्याङ छ अरे, तिनीहरू एक थरी टुप्पी राखिन्छन् अरे कि मेक्सिकोमा चाहिँ। उनले एकदम मलाई अनेस्टली भन्यो। अनि यस्तो 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 छ तँलाई अब कोही कोही ठाउँमा यहीँ पनि सन फ्रान्सिस्कोको त्यो मिसन स्ट्रिटतिरै कतातिर त्यो ग्याङको छिटा त्यहाँ पनि छ अरे कि भनेको अलिअलि त्यस्तो खालको। अनि यहाँ पनि यस्तो यस्तो छ, तँ चाहिँ यस्तो ठाउँ हिँड्दाखेरि तँलाई अप्ठ्यारो हुनसक्छ, तैँले चाहिँ अब आफ्नै कल्चरको हिसाबले राखेको छस्। मैले बताएँ त्यसलाई, ठिक छ, तर त्यस्तो ठाउँमा जाँदा तँलाई अप्ठ्यारो पर्न सक्छ, तैँले क्याप लाएर हिँड्छौ भने तँलाई चाहिँ सजिलो हुन्छ भनेर त्यो चाहिँ भनेको छ। त्यो शिक्षाको विषयमा चाहिँ त्यो खुला हिँड्दाखेरि अब सबै ठाउँमा त्यस्तो नहुन्छ। कोही कोही ठाउँमा अब त्यो त्यस्तो मेजोरिटी भएको ठाउँमा भयो भने राम्रो मान्दैनन्। अलिक ख्याल गर्नुपर्छ भनेर यो हेर्नेहरूलाई, उहाँहरू नथाहा पाएको मान्छेहरूलाई जानकारी भयो कि स्वस्तिक चिन्ह चाहिँ यहाँको मान्छेहरूले चाहिँ ग्याङको अथवा अरू केही मेम्बरको साइन जस्तो मान्दा रहेछन्। हजुर, त्यसलाई चाहिँ हामीले ख्याल गरिदिनु पर्यो। त्यसलाई चाहिँ ख्याल गर्नु पर्यो। आफ्नो सुरक्षाको लागि पनि अरू मान्छेहरूलाई अरूलाई उनीहरूलाई यहाँ भन्छ नि हट भयो भन्छ नि, अरूलाई चित्त दुख्दो रहेछ कि यस्ता मान्छे यहाँ रहेछन् भनेर। त्यही त यहाँ अब अहिले समय धेरै अगाडि बढिसकेर पनि त्यो त हिजो जर्मनमा लडाइँ हुँदाखेरिको बेलामा कुनले कुन साइन प्रयोग गरेको थियो, झन्डामा हालेको थियो, क्या थियो भन्ने कुराहरू रहेछ। तर तिनीहरूको प्रयोग गराएर हाम्रो प्रयोग गराए त फरक हो, तर उस्तै चिन्ह त एउटै हो, देखिन्छ। त्यसले गर्दाखेरि त्यो चाहिँ ख्याल गर्नुपर्ने देखिन्छ। दुईवटा कुरा जोडिहालौँ गुरु। अघि बिचमा हामीले एउटा कुरा गर्दा गर्दै रक्षाबन्धनको कुरा आएको थियो हाम्रो बिचमा। हजुर, रक्षाबन्धन कसैले बाँध्न नपाएको अथवा के गरेको भनेर हाम्रोतिर चाहिँ कस्तो चलन हुन्थ्यो भने, जस्तै यो रक्षाबन्धनको दिन चाहिँ अब घरमा जस्तै मैले बिहे गरेर ल्याएको छ भने म ज्वाइँ भएर मेरो ससुरालीतिर चाहिँ डोरा बाँध्न जाने, अनि त्यसपछि त्यहाँ भेटघाट हुने, खानासाना खाने, त्यस्तो हुन्थ्यो। अनि अब कोही छैन त्यस्तो बिहा गरेको अथवा आफ्नो परिवारभित्र कोही छैन भने त्यसै गरी पण्डित बाजे नै आएर घरमा आएर अनि डोरा बाँधेर जानुहुन्थ्यो। अहिले पछिल्लो समय चाहिँ यो अलिकति विकृति जस्तो हो कि के हो, अब दाजु बहिनीले एकअर्कालाई डोरा बाँधिदिने, अनि यो त्यस्तो खालको चलन चाहिँ अलिक घट्दै घट्दै गएको हो कि। जस्तो पण्डित भनेर अब पुजारीसँग गएर पण्डितसँग गएर बाँध्ने त लगभग हराइसक्यो भन्दा नि हुन्छ। उही पशुपतितिर अथवा अरू सामान्य ठाउँतिर यस्तै जमघट भयो, मन्दिरतिर पूजापाठ गरियो भने हो। र आजकल चाहिँ अलिकति बढी विकृति चाहिँ अब दाजुले बहिनीलाई, बहिनीले दाजुलाई बाँधिने टाइपको के। त्यो चाहिँ त्यसलाई चाहिँ शास्त्रले के भन्छ, हजुरको एक्सपिरियन्समा के छ? यो मैले नि यसमा ठ्याक्कै पुरै डिटेल त मैले नि ख्याल छैन मलाई, भनेको अध्ययन त गरेको मैले कतिपय कुरा भुलिसकेँ। यो दाजु बहिनी रक्षाबन्धन बाँध्ने भन्ने कुराहरू चाहिँ हाम्रो नेपाली प्रचलनमा चाहिँ खास छैन, यो इन्डियातिरबाट आएको हो।
यो चाहिँ खास तिहारमा चाहिँ दाजु र बहिनीको सम्बन्ध जस्तो यमराज र उसको बहिनीको चाहिँ त्यहाँ छ 5 दिनसम्म चाहिँ कि 3 दिनसम्म कालले पनि नछुनी बहिनीको अनुरोधमा यमराजले चाहिँ त्यसै छोड्ने भनेर त्यो बेला जुन भाइटिका छ नि भाइटिकामा चाहिँ त्यो कुराहरू चाहिँ आउँछ एकदम राम्रो छ। तर जस्तो रक्षाबन्धनमा बहिनीले दाजुलाई लगाइदिनु भने हाम्रो नेपाली संस्कारमा चाहिँ होइन, अहिले इन्डियातिर एउटा भित्रिएको संस्कार हो। यस्तै यस्तै अरू पनि धेरै कुराहरू भित्रिएको छ। अब यसलाई विकृति विसङ्गति भन्ने हो कि अब के अरे आधुनिक हुँदै गएको भन्ने, जस उताको संस्कृति भित्रिएको हो। त्यो चाहिँ हाम्रोमा चाहिँ त्यो होइन। हाम्रोमा चाहिँ ब्राह्मणले नै एकदम मजाले रुद्राभिषेक गरेर मन्त्र विभिन्न मन्त्र एउटा बुकै हुन्छ त्यो रक्षाबन्धन चाहिँ जुन मन्त्र गर्ने मन्त्रणी सप्त ऋषिको पूजा गरेर त्यो जनै छुट्टै मन्त्रणी जनेको त्यो गाँठालाई मन्त्रनी छुट्टै मन्त्रहरू हुन्छ ऋषिहरूको पूजा गरेर मन्त्रणा गरेर त्यो मन्त्रणा गरेको जल चाहिँ ले कमसेकम त्यो सेचन हुनु पर्यो। त्यसो गरेपछि लागेको जनै रक्षाबन्धनले चाहिँ बल्ल हामीलाई चाहिँ रक्षा गर्छ भनेर मान्यता छ हाम्रो। त्यो बजारबाट किनेर ल्याएर बहिनीले दाजुलाई बाँधिदिएर त्यसको देखाउनको लागि चाहिँ होला, तर त्यसको हाम्रो शास्त्रीय त्यसको महत्त्व र शास्त्रीय मान्यता त्यसले केही पनि अर्थ राख्दैन। त्यसमा केही पनि छैन, किनभने त्यो यतिकै धागो ल्याएर चाहिँ बाँधेर खासै केही अर्थै छैन कि। त्यो जनै पूर्णिमा परेर जहिले पनि बाँध्यो भने त्यसले केही नै अर्दैन। त्यो त मन्त्रणा गरेर र त्यही कुरालाई जनै पूर्णिमाको दिनमा उहाँ जहाँ पूजा गरिन्छ हामीले विधिपूर्वक देव कलश गणेश पूजा गरेर सप्त ऋषिहरूको पूजा गरेर रुद्राभिषेक गरेर त्यहाँ लगेर त्यो पूजा गरेको अर्पण गरेको जलहरूमा सेचन गरेर त्यहाँ चन्दन फुल अक्षता हामीले 1650 पूजा गरिन्छ। अर्घ पञ्चामृतदेखि लिएर सबै कुराले पूजा गरेर मन्त्रणा गरेर ल्याएर बानियो भने त्यसको अर्थ होला। अब बजारबाट किनेर ल्याए ल आज चाहिँ रक्षाबन्धन हो बहिनीले दाजुले भने त्यसले चाहिँ केही काम गर्दैन। त्यो चाहिँ अब इन्डियातिर चाहिँ त्यो अलिक धेरै चल्छ। त्यो छ, त्यो पनि त्यस्तै हो। त्यो पनि अब एउटा विकृतिको रूप हो। त्यो त्यसलाई चाहिँ अर्थ खासै त्यसले केही राख्दैन। अर्को एउटा विशेष अब यो चाहिँ असाध्यै संवेदनशील छ जस्तो छ यो विषय जुन अहिले अब कुरा गर्दैछौँ हामी। हजुर, दसैँ तिहारको कुरा चाहिँ के हो गुरु? यो अमेरिका र नेपालको यो चाहिँ अलिकति खुलाइदिनु न। यो एकदमै महत्त्वपूर्ण कुरा उठाउनु भयो हजुरले। यो महत्त्वपूर्ण हो पनि। हामीले यहाँ चाहिँ मैले यो कस्तोसम्म मान्छेले पनि नबुझेको पाएको छु भने म त उहाँहरूको तुलनामा अध्ययनको हिसाबले भनौँ न एकाडेमिक हिसाबले म उहाँहरूको भन्दा कम भन्छु मैले। तर जुन बुझ्नुपर्ने कुरा एउटा सानो कुरा पनि नबुझेर इभन नामको अगाडि डाक्टर राख्नेहरू हुन्छ नि, पढेर डाक्टरहरूको पिएचडी गरेकाहरूले पनि यो कुरा बुझ्नु भएको छैन। यो कुरा भनेको एकदम पञ्चाङ्ग कुरा भनेको यो एस्ट्रोलोजीसित सम्बन्धित हो। एस्ट्रोलोजीलाई के भनिन्छ? एस्ट्रोलोजी इज द साइन्स अफ दि साइन्स भनिन्छ कि। यो जुन ज्योतिषशास्त्र भनेको विज्ञानको पनि विज्ञान हो, त्यस्तो छ। अनि यसैले पञ्चाङ्ग बनाउँछ। पञ्चाङ्ग बनाउने भनेको जुन हामीले पात्रो भनिन्छ, त्यो पात्रोमा चाहिँ मुख्य भनेको पञ्चाङ्ग 5वटा अङ्ग भनिन्छ त्यसलाई। तिथि, बार, नक्षत्र, करण र योग, यो 5वटा मिलेकोलाई पञ्चाङ्ग भनिन्छ, 5वटा अङ्ग। यो पञ्चाङ्ग चाहिँ त्यसमा बनेर हामीले चाहिँ के सोध्छ भने नेपालीहरूले उता जस्तो नेपालमा चाहिँ भन्दा हाम्रो समय पछाडि छ, हामीले अगाडि किन मनाउने भन्ने कुरा त्यो मैले पनि आफूले नबुझिन्जेलसम्म मैले पनि त्यही भन्थेँ। 2019सम्म मलाई राम्रोसँग याद छ। 2019सम्म मैले नि उता नेपालमा बिहिबार दसैँ छ भने यहाँ पनि बिहिबार दसैँ, उता शुक्रबार छ नि यता नि शुक्रबार दसैँ थियो। अनि पछि यस्तै कता मैले फेसबुकमा यस्तै अन्तर्राष्ट्रिय जस्तो हाम्रो विभिन्न ज्योतिषहरूको जुन सम्मेलनको एउटा लिङ्क पाएँ। म त्यो सम्मेलनमा भाग लिएँ। सम्मेलन भन्दा नि एउटा जुमको मिटिङ, त्यसमा भाग लिएर अनि त्यो कुराहरू बुझ्ने। त्यसमा जस्तो विश्वको धेरैजसो देशहरूबाट सहभागी हुनुहुन्थ्यो। त्यसमा पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षहरूदेखि लिएर सदस्यहरू सबै कुरा अब अस्ट्रेलियाबाट, क्यानाडा, अमेरिका, भारत, नेपाल, इभन मिडल इस्टतिरबाट पनि विभिन्न ठाउँबाट। अनि त्यहाँबाट सबै कुराहरू आयो। यस्तो भयो। यहाँ अहिलेसम्म हामीले परम्पराअनुसार नेपालमा जुन दिन छ त्यही दिन मनाइरहेको थियो। खासमा के हो त? अनि त्यो कुरा पनि जुन देश बाहिर बस्ने मान्छेहरूले कसरी चाहिँ थाहा पायो भने इन्डियनहरूले त हरेक कुराहरू एकदम तिथिमिति हेरेर गर्ने
इन्डियनहरूभन्दा हामी यसरी हामी देशबारी नै सिकाउँदै धेरै पछि हो। यिनीहरू त धेरै पहिला हरेक ठाउँमा पुगे नि त, हरेक ठाउँमा पुगेर हरेक ठाउँमा उनीहरू अगाडि छन्। अनि इन्डियनहरूले यस्तो यस्तो गर्छन्, हामी चाहिँ यस्तो यस्तो के रहेछ त यो भने बुझ्दै 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 जाँदा सूर्य चाहिँ हाम्रो पूर्वतिर उदाएको देखिन्छ, चन्द्रमा सूर्य पूर्वतिर उदाएको देखिन्छ, त्यो स्वाभाविकै हो। अब अहिलेको हामीले यो 5वटा चाहिँ के अरे हाम्रो पाञ्चायन देवतामध्ये सूर्यलाई नै हामीले जीवित देवता भनेर पूजा गरिन्छ र हो पनि। त्यसपछि पूर्वतिरबाट सूर्य चन्द्रमा उदाउँछन् भनेर यो तिथि र नक्षत्र भनेको पश्चिमतिरबाट उदाउँछन् भनेर अब एकदम अब ज्योतिषहरूमा दखल राख्ने अब प्राध्यापक डाक्टर ज्योतिषहरूले ज्योतिषविदहरूले त्यसो भन्नुभयो। त्यो कुरा मैले पनि सुने। मैले नि अहिले एस्ट्रोलोजी नै पढिरहेको छु, तर पढिरहे मैले पात्रो निकाल्न सक्ने अवस्थामा त म पुगेको छैन, तर पात्रो हेर्न सक्ने र त्यसलाई फलो गर्न सक्ने अवस्थामा चाहिँ पुगेको छु। त्यसो गर्दाखेरि तिथि र नक्षत्र त्यो दिनको सूर्योदय हुँदाखेरि त्यो दिनको तिथि र नक्षत्रले छोएको छ भने त्यो तिथिलाई मान्ने, तर त्यो दिनको सूर्योदय हुँदाखेरि स्थानीय सूर्योदय हुँदाखेरि त्यो तिथि र नक्षत्रले छोएको छैन भने अघिल्लो दिनलाई मान्ने भन्ने ज्योतिषको सिद्धान्त र मान्यता छ। त्यसले गर्दाखेरि हुन्छ कि भने यो दसैँ तिहार अथवा जन्य पूर्णिमा पनि त्यस्तो हुन्छ। नेपालमा बिहिबार, म उदाहरणको लागि नेपालमा बिहिबार दसैँ छ, दसैँको टिका छ। त्यहाँ सूर्योदय बिहान अब मानौँ 6:30 बजे भयो। 6:30 बजे त्यहाँ सूर्योदय हुँदाखेरि दशमी तिथि छ। अनि 7 बजे दशमी तिथि सकिएर एकादशी लाग्यो भने पनि त्यो दिन दिनभरि दशमी तिथि मान्न पाइयो। अनि त्यति बेला नेपालमा बिहिबार बिहान 6:30 बजे सूर्योदय हुँदा दशमी हुँदाखेरि हामी यहाँ अमेरिकामा कति बज्छ भने बुधबारको दिन बेलुकाको 11-12 बज्छ होइन, बिहान 6:30 हुँदाखेरि होइन, त्यति हुँदैन। उता 6:30 बज्दाखेरि 5:15 भनेपछि उता 6:30 हुँदा हाम्रो यहाँ 5:45 हुन्छ, यता बुधबारको बेलुकाको। हामी बुधबारको बेलुकाको 5:45 बजे दसैँ नेपालकोसित तुलना गरे पनि दसैँ छ। अनि 7 बजे नेपालतिर दसैँ सकेर एकादशी लाग्यो भनेपछि त नेपालमा 7 बज्दा यहाँ 6:15 हुन्छ, अघिल्लो दिनकै बेलुकाको। अघिल्लो दिन बेलुकाको 6:15 बजे नै हाम्रो नेपालतिरकोसित तुलना गर्दा तिथि सकियो भनेपछि त भोलिपल्ट हाम्रो बिहिबार हुँदाखेरि त नेपालतिर त एकादशी पनि सकिएर द्वादशी लाग्ने बेला हुन्छ। बिहिबारको हाम्रो बिहान हुँदाखेरि त नेपालमा बिहिबारको बेलुका हुन्छ। अनि लगभग नेपालमा त्यतिखेर द्वादशी लाग्न पनि थाल्छ कि त्यो दिन बेलुका हुन्छ नि हाम्रो बिहान हुँदाखेरि। त्यसपछि त हामीले न यताको भेटिन्छ न उताको भेटिन्छ। बरु अघिल्लो दिन त हाम्रो बेलुका 5:45 देखि 6:15 त दसैँ छ नि त। हो, अघिल्लो दिन नै हाम्रोमा दसैँ तिथि छ। बरु अघिल्लो दिन लगायो भने हामीले दसैँ तिथि, जन्य पूर्णिमाको पूर्णिमा तिथि अथवा सबै कुरो अघिल्लो दिन फेला पारियो, तर भोलिपल्ट त गइसक्यो। यो चाहिँ के हुँदो रहेछ भने ज्योतिषका अब विज्ञहरूकै भनाइअनुसार तिथि नक्षत्रहरू पश्चिमबाट उदय हुन्छ, सूर्य चन्द्र पूर्वबाट उदय हुन्छ। हामीले सूर्य चन्द्रलाई मात्रै आधार मानेर पञ्चाङ्ग बनाइँदैन। त्यो सूर्य चन्द्र भनेको 12-12 घन्टामा चाहिँ उदय र अस्त हुन्छ होइन। हरेक चाहिँ 24 घन्टा 12 घन्टा लाग्छ, 12 घन्टा अँध्यारो उज्यालो हुने जस्तै त्यस्तो हुँदैन। नक्षत्र एकैचोटि उदाउँछन्, एकैचोटि अस्ताउँछन्। त्यो हुँदाखेरि सबैको लागि एकैचोटि उदाउँछन्, एकैचोटि अस्ताउँछन्। त्यसले गर्दाखेरि हामीले सूर्य चन्द्रलाई मात्रै हेरेर बिहान उज्यालो भयो, बुधबार भयो, यति गते भयो भन्ने भन्दा पनि तिथि र नक्षत्रलाई पनि हेर्नुपर्छ भन्ने मान्यताले गर्दाखेरि हाम्रो यहाँ अब जस्तो त्यही बिहिबार अहिले मैले उदाहरण दिएँ। बिहिबार दसैँ बिहान 6:30 बजेदेखि दसैँ छ, बेलुकाको 9 बजे 10 बजेसम्म पनि नेपालमा दसैँ तिथि नै छ भने बेलुकाको 10 बजेसम्म पनि दशमी तिथि छ भने हाम्रो यहाँ त भोलिपल्ट उताको बेलुका हुँदाखेरि हाम्रो बिहानको लगभग 8-9 बज्छ नि त बिहिबारको। त्यतिखेर हाम्रो दसैँ भयो भने एकै दिन दसैँ पर्छ। जस्तो अहिले गएको दसैँमा शनिबार दुईटा दसैँमा भनौँ न, प्राय त्योभन्दा पनि त्यति बेला चाहिँ कस्तो थियो भने त्यसरी नेपालतिर लामो तिथिको चाहिँ कस्तो हुन्छ नि, त्यसको घडी हुन्छ, कति घडी कति पला छ त त्यो तिथि नक्षत्र। त्यो तिथि नक्षत्र त धेरै घडी छ भने उताको यताको एकै दिन पर्छ। मैले अघि नै भने सूर्योदय, स्थानीय सूर्योदय हुँदाखेरि त्यो तिथिले त्यो ठाउँमा, जस्तै हामी अहिले क्यालिफोर्नियामा छौँ, क्यालिफोर्नियामा बिहान लगभग 6:15 बजे सूर्योदय हुँदाखेरि यहाँ दशमी तिथि छ भने त्यो दिन दिनभरि हामीले दशमी तिथि मनाउन पाइयो।
सूर्योदय नहुँदै लगभग 5 बजे दशमी तिथि सिद्धियो अनि 6 बजे एकादशी आयो भनेपछि त्यो दिन एकादशी मान्नु पर्यो। नेपालमा चाहिँ बिहिबार दसैँ छ भने दसैँ मान्न पाइएन, अघिल्लो दिनै मनाउनु पर्यो हामीले, त्यस्तै हो। त्यो अघिल्लो दिन बिहान पनि त्यो भन्नाले अब दसैँ बिहिबारको कुरा गर्नु जस्तो बुधबार बिहान हजुर यहाँ यो क्षेत्रमा चाहिँ दसैँको साइत पर्छ भन्नुभएको हो। दसैँको साइत पर्छ। त्यो दिन जस्तो कहिलेकाहीँ कस्तो हुन्छ भने तिथि र नक्षत्रको कुरा एकै दिन 3टा तिथि एकै दिन पनि पर्न सक्छ। कहिलेकाहीँ एउटै तिथि चाहिँ 3 दिनसम्म पनि जान सक्छ। त्यो लामो हुन्छ कि कहिलेकाहीँ त्यो घडी पल्ला। अब यो हामीले मिलाउनु मिल्ने कुरा होइन कि अटोमेटिक त्यो त्यसरी भएर आउने, अब त्यो एस्ट्रोलोजीको कुरा। कहिलेकाहीँ 60 घडीभन्दा पनि बढी तिथि एउटै तिथि लगभग 60 62 65 घडी पनि भयो भने 24 घन्टाभन्दा बढीसम्म पनि एउटै तिथि रहन्छ। कहिलेकाहीँ 2-3 घन्टा मात्रै एउटा तिथि रहन्छ। जस्तो बिहान 6 बजे एउटा तिथि छ, 8 बजे अर्को तिथि हुनसक्छ, अनि बेलुका फेरि बेलुकाको 8 बजे 9 बजे फेरि अर्को तिथि पनि लाग्न सक्छ। त्यस्तो पनि एउटै दिनमा पनि 3टा तिथि एकै दिनमा पनि छोइएको हुनसक्छ। कहिलेकाहीँ जस्तो बुधबार बेलुका एउटा तिथि लागेको छ अनि बुधबार बेलुका नै भएपछि बुधबारलाई छोयो, अनि बिहिबार दिनभरि र रातभरि एउटा तिथि भएर फेरि शुक्रबारको बिहान अलिकति पनि त्यो तिथिले छुन सक्छ। एउटै तिथि चाहिँ नक्षत्र तिथि नक्षत्र दुइटै यसरी लामो पनि हुनसक्छ। यो कारणले गर्दाखेरि अघि र पछिल्लो दिन हुन्छ। हाम्रो चाहिँ के चलन छ भने यो अघिले भन्नुपर्थ्यो, अहिले चाहिँ अब छुटपुट तानौँ। हाम्रो चाहिँ के चलन छ भने नेपालमा दसैँ भयो भने नेपालमा त बुवा आमा हुनुहुन्छ, सबैजना हुनुहुन्छ, सबैजनाको आफन्त परिवार सबै परिवार त यहाँ छैन। त सबै परिवार हुने मान्छेलाई चाहिँ दसैँ कुन दिन पऱ्यो त्यसले असर पार्दैन रहेछ। त्यसले खासै त्यसको मतलब हुँदैन रहेछ। जुन दिन भनेको छ त्यही दिनै मनाउन सके होइन। जसको परिवार यहाँ छैन, जसको बुवा आमा यहाँ हुनुहुन्न, जसको आफन्त यहाँ टिका लगाइदिने मान्छे यहाँ हुनुहुन्न, त्यो मान्छेहरूले त अब आफन्तकोमा अथवा कोही दाजुभाइ साथीभाइ कोही छन् भने सबैजना मिलेर लाउने भए। अनि मेन उहाँहरूको अथवा हामी सबैजना नेपालीहरू जो नेपालभन्दा बाहिर आफन्तभन्दा पर छौँ, उहाँहरूको चाहिँ सोच के हुन्छ भने घरमा नेपालमा बुवा आमा दाजुभाइ दिदीबहिनी सबैले लगाइसक्यो भने हामी लाउने भनेर त्यो अर्को दिनलाई चाहिँ बढी महत्त्व दिएर दसैँ मनाएको देखिन्छ नि यहाँ। यो हजुरले भन्ने कुरा धेरैले यही भन्नुहुन्छ र यो एउटा हाम्रो यो शास्त्रीय कुराहरू जुन मतको कुरा भन्दा पनि बाहिर भावनाको कुरा हो। यो भावना सबभन्दा ठुलो कुरा हुन्छ होइन। मन चाहिँले मान्दैन नि त, त्यो भावनाको कुरा हो। यस्तो कुरोको लागि चाहिँ पनि म आफैले यस्तो विकल्प दिन्छु कि त्यस्तो अवस्थामा ठिक छ हजुरहरूले टिका पुरै लगाउनलाई घरतिर, अब मूल घर चाहिँ नेपालै हो। एक त त्यो कुरालाई त्यही मैले भनेको तर्कलाई मैले नि काट्न सक्ने पनि ठाउँ हुन्छ। फेरि के कस्तो हुन्छ भने यदि उहाँबाट सिधै अब अनलाइनको मार्फतबाट हजुरलाई सिधै टिका र जमरा प्रसाद आशीर्वाद सिधै प्रत्यक्ष दिन मिल्ने भयो भने त हजुर भन्ने कुरा ठिकै हो। तर उहाँबाट त सिधै भिडियो हेर्ने मात्रै कुरा, टिका लगाउन लाइभ अब भनौँ न घरमा इन्टरनेटको सुविधा छ अहिले त सबैकोमा मोबाइलमा होइन, इन्टरनेट छ सबै कुरा, जम्मै भिडियो हेर्ने मात्रै कुरा। उहाँ टिका लगाउन यहाँ हेरौँ भन्ने हो। त्यसको लागि पनि के हुन्छ भने त्यसरी सँगै लाउनु पनि किन मिल्दैन भने अथवा पछि लाउन, जस्तो उता टिका लगाउने बेलामा हाम्रो यहाँ बेलुका हुन्छ, सूर्योदय भएपछि कुनै पनि साहित्यहरू त्यस्तो कुराहरू कुनै पनि मिल्दैन। बिहान चाहिँ उता टिका लाउने बेला त प्रायः कहिलेकाहीँ छिट्टै भयो भने 8 बजे 9 बजे हो, प्रायः मान्छेले अलि ढिलो टिका लाउने हुन्छ। उता 10-11 बजे टिका लाउँदा त यहाँ पनि बेलुका रातिको 10-11 बज्छ। राति 10-11 बजे उतातिर दसैँको दिनको तिथि आयो, मजाले चाहिँ सबैले टिका लाए। हामी यता त राति त कि बिहानदेखि भोकै बसेर राति चाहिँ उता टिका लाए सँगै खान्छौँ भनेर चाहिँ बिहानदेखि चाहिँ मातापिताको आशीर्वाद लिएर भात खान्छु भनेर त्यसरी बस्यो भने पनि एउटा सानो एउटा तर्कले मिल्ला। अब दिनभरि त्यसरी त बसिन्न, हामी त काममा गइन्छ क्यारिन्छ खानपान गरिन्छ के भन्छ, दसैँ त उता भोलि हो भन्ने हुन्छ नि त त्यसरी। अनि अर्को कुरा हामीले प्रत्यक्ष उहाँबाट टिका जमरा उहीँ राखेको उहीँ पूजा गरेको त्यो पाइने भएदेखि हजुर भनेको कुरा ठिकै हो। त्यो पनि मिल्दैन। त्यसको विकल्पमा मैले चाहिँ के भन्ने गरेको छु भने विगत 2-4 वर्षदेखि अब यहाँको चाहिँ यहाँ पनि यहाँ जमरा राख्ने दिन उहाँ जमरा राख्ने दिन यहाँकै अनुसार जमरा राख्ने सबै कुरो गर्ने। अब उता नलाई लगाइदिनु भने यहाँ चाहिँ साइत चाहिँ गर्ने यहाँको तिथिको बेलामा
के भएर अलिकति जबरा काट्यो, ढोकामा टिका लगाइदिने, अगाडि आफूले सामान्य भगवान्को फोटो, भगवान्को चाहिँ मन्दिर मूर्ति केही न केही यसो दियो कलश गणेश केही त पूजा गरिन्छ भने घट स्थापना गरेको ठाउँमा त्यहाँ पनि यसो अलिकति जमरा काटेर टिका सेता बनाएर त्यहाँ राखिदिने, ढोकामा लगाइदिएपछि साइत गरियो, यताको पनि साइत छोपियो होइन। यताको साइत हुँदाखेरि त नेपालकोमा त चाहिँ नेपालतिर छोइसकेका हुँदैन, यहाँको छोइन्छ। त्यसपछि सायद गर्ने, त्यसपछि टिका चाहिँ ल भोलिपल्ट लाउँछौँ भने पनि आज पनि दसैँ त हाम्रो त लगभग 5 दिनसम्म मनाइन्छ। यहाँको सायद पनि छोपियो, उताको पनि टिका आशीर्वाद पनि लिन सकिन्छ। त्यो चाहिँ मैले उत्तम विकल्प भनेर सल्लाह दिने गरेको छु अहिले। त्यो बरु त्यसलाई चाहिँ ठिक मान्ला होइन। अनि अर्को एउटा कुरा के हुन्छ, एकदमै महत्त्वपूर्ण कुरा, जहाँ पनि हामीले यदि हाम्रो धर्म संस्कार रीतिरिवाजमा अध्यात्ममा विश्वास गरिन्छ, अब ज्योतिषशास्त्रमा हामीले चिना कुण्डली यसमा विश्वास गरिन्छ भने स्थानीय सूर्योदय, स्थानीय तिथि, स्थानीय पञ्चाङ्गले नै भूमिका खेल्छ। तपाईँ हामी जहाँ बसिएको छ नि, जहाँ छ त्यहीको अनुसारको नै फल मिल्यो। अब हामी अहिले यहाँ क्यालिफोर्नियामा बसेका छौँ, अहिले यहाँ 6-12 भयो भने अहिले यति बेला कुनै बच्चा जन्मियो भने यति बेला यहाँको चाहिँ गोचर कस्तो हुन्छ, ती ग्रहहरू जुन वायुमण्डल अन्तर्राष्ट्रिय जुन के भन्छ अरे यो के भन्छ अरे वायुमण्डल, यो पृथ्वीभन्दा बाहिर ब्रह्माण्डमा ती ग्रहहरू 9वटा ग्रहहरू कहाँ कहाँ कसरी कसरी रहेका छन्, त्यो ग्रहले कस्तो फल दिन्छ भन्ने कुरा त अहिलेको यहाँको समयअनुसार दिने हो नि। यहाँको नक्षत्र यहाँको स्थानीय समयअनुसार दिन्छ नि त। अब त्यसो भएको हुँदाखेरि अरू तिथि चाड पर्व यो सबै कुराहरू नै स्थानीय पञ्चाङ्ग अनुसार, स्थानीय यहाँ चाहिँ अहिले तिथि के छ, नक्षत्र के छ, बार के छ, यो करण सबै कुरा यहाँको अनुसार, यहाँको सूर्योदय कति बेला हुन्छ, सूर्यास्त कति बेला हुन्छ, त्यो अनुसार नै दिनुभएको हुँदाखेरि यो हजुरले भनेको कुरा नेपालमा र यहाँ अघि पछिको कुरा, यो भावनाको कुरा चाहिँ हो, उतातिर आमा बुवाले नलाइकन के लगाउने क्या भन्ने कुरा। तर त्यसको ठ्याक्कै हामीले फल पाउनको लागि यहीँको अनुसार नै फलो गर्नुपर्छ। अन्तिममा चाहिँ त्यसो हुन्छ। अब जस्तै अस्ति एउटा कुरा, अब यसमा म जोडिहालेँ, यो मैले सम्झेको भएर। अब अस्ति पूर्णिमामा यहाँ चन्द्रग्रहण थियो। चन्द्रग्रहण पनि एकदम त्यो पुरा ढाक्ने 3 घन्टा पुरैको, नेपालमा त थिएन। अनि त्यसबाट त नेपालमा चन्द्रग्रहण छैन के अरे भनेर यहाँ ग्रहण हुँदैन त, यहाँ त हुन्छ नि त। अनि अब कतिपय अवस्था नेपालमा ग्रहण हुन्छ, यहाँ हुँदैन। ग्रहणको फल त विज्ञानले पनि मानेको छ। त्यो बेला चाहिँ हामीलाई चाहिँ नराम्रो असर गर्ने खालको किरणहरू फाल्छ, अनि त्यही भएर बाहिर निस्किन हुन्न। यहाँ त कतिपय यहाँका सङ्घ संस्थाहरू अफिसहरू नै पनि त्यो दिन बन्द गरेर हुन्छ, बिदा हुन्छ, अथवा छिटो जाने भन्छन्। त्यस्तो त यहाँ पनि छ नि त। त्यो कुरा त यसले पनि मानेको छ नि त, विज्ञानले पनि हो। त्यस्तै जस्तो त्यो पनि त तिथिबाटै आउने कुरा हो। पूर्णिमामै हो चन्द्रग्रहण लाग्ने, पूर्णिमामै हो। नेपालको पूर्णिमा यहाँको पूर्णिमा पूर्णिमै हो। अनि सूर्यग्रहण लाग्यो भने चाहिँ औँसीको बेलामा सूर्यग्रहण लाग्छ, औँसी बाहेक अरू दिनमा सूर्यग्रहण लाग्दैन। नेपालको औँसी पनि औँसी नै हो, यहाँ औँसी पर्दैन, औँसी नै हो। त्यो हुँदाखेरि अब ग्रहणको कुरामा चाहिँ मान्छेले मान्दिनँ भन्न सक्छ त, यहाँकोले सक्दैन नि त। यहाँ बस्ने नेपाली होस् कि अरू विदेशी होस् कि जोसुकै पनि, त्यसो त तिथि चाहिँ मान्दिनँ भन्ने, ग्रहण मान्छु भन्ने कुराले मिल्दैन। त्यो भएर मैले त सबैलाई के अनुरोध गर्छु भने जहाँ हुनुहुन्छ त्यहीँको स्थानीय पञ्चाङ्ग अनुसारै मान्यो भने हजुरलाई जे आफूले आशा गरेको चाहिँ हामीले विश्वास गरेको फल हो त्यो चाहिँ त्यहीँबाट प्राप्त हुन्छ। अब यसरी बुझ्नु पर्यो कि मान्छेले भावनामा भन्दा धार्मिक विश्वास छ भने शास्त्रले के भन्छ, ग्रह कतातिर छ त्यो अनुसार चाहिँ काज कर्म के छ त्यो गर्नु पर्यो। हजुर। अब यसलाई चाहिँ थाती राखेको कुरो। अर्को एउटा महत्त्वपूर्ण कुरा, हजुरले नेपालको राजनीतिमा पनि अलिकति चासो राखेको थाहा पाएको छु मैले। हजुर। अमेरिकाको पनि अब यो त यही बसिसकेपछि यहाँको पनि अलिअलि हावाले त छुनी भइ नै हाल्यो है। नेपालको राजनीतिको बारेमा के भइरहेको छ अहिले? हामी अन्त्यतिर छौँ। यस्तो छ, राजनीति भनेको कुरो कस्तो रहेछ भने कतिपयले के भन्थ्यो, म राजनीतिमा लाग्दिनँ भने पनि त नलागे पनि तेरो पछि राजनीति लाग्छ, त्यही भएर राजनीतिबाट त अछुत छैनस्, त पर छैनस्, त स्वतः राजनीतिभित्र छस् भनेर भन्थ्यो। हामी पढ्दाखेरि पनि त्यो कुराहरू आउँथ्यो। सक्रिय रूपमा भन्दा नि चासो राख्ने हो। मान्छे सबै सामाजिक प्राणी, राजनीतिक प्राणी नै हो।
यहाँकोमा त मलाई त्यति धेरै यहाँ डेमोक्रेटिक र रिपब्लिकन भन्ने मात्रै छ। अब अहिलेसम्म भोट हालिएको छैन। भोट हाल्ने त्यो जुन डकुमेन्ट लिया छैन अहिलेसम्म, भोट हाल्न पाइने लिने अवधि त भयो तर लिया छैन यहाँको हकमा। नेपालको हकमा राजनीति धेरै बिग्रेर गइरहेको अवस्था छ। यसको लागि अब अहिले आन्दोलन पनि भइरहेको छ कि राजा आउनुपर्छ भन्ने कुरा। एउटा अभिभावक चाहिन्छ। कस्तो भयो भने यो अधिकार धेरै भएर त्यसको दुरुपयोग भयो कि अहिले पछिल्लो समयमा आएर सबै खराब खराब मान्छे मिलेर बाँडेर खाएपछि अब असल मान्छेहरू चेपुवामा परे। त्यो भएर मलाई यो पार्टीको ऊ पार्टीको भन्दा पनि नेपालमा अहिलेसम्म आएका राजनीतिक दलहरूमा दलको हिसाबले दलको सिद्धान्त चाहिँ त ठिक हुन्छ, तर त्यसलाई चाहिँ प्रयोग गर्ने मान्छे खराब भयो, पात्रहरू खराब भयो। त्यो राजनीतिक दलभित्र पनि केही व्यक्तिहरू असल छन्। त्यो असलहरूले जिम्मेवारी पाउँदैनन्। जिम्मेवारी पाए पनि के हुन्छ भने तिनीहरू अल्पमतमा पर्छन्। एउटा असलै कुनै एउटा राम्रो मन्त्री हुन पुग्यो भने पनि उसलाई आफ्नै पार्टीबाट र अब क्याबिनेटबाट अब दबाब आएर उसले राम्रो काम गर्न खोज्दै पनि त्यो राम्रो कामलाई नराम्रो बनाइन्छ र त्यसरी गर्न पाइरहेको छैन। त्यही भएर नेपालको राजनीति ले बाटो अर्को लिन जरुरी छ भनेर भन्छु मैले अहिले। अस्ति पूर्व राजा ज्ञानेन्द्र शाहको एउटा वक्तव्यपछि, एउटा आह्वानपछि, नेपाली जनतालाई सहयोग मलाई गर्नुहोस् भनेर एउटा आह्वान आएपछि र पोखराबाट काठमाडौँ आउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मको त्यो भिड देख्यो भने त्यो स्वतस्फूर्त आएका जनता हुन् नि है। त्यसले चाहिँ लगभग चिया पसलदेखि लिएर नेपालीहरूको जमघटमा यही पनि नेपालमै पनि विभिन्न ठाउँहरूमा चाहिँ राजाको चर्चा अलि बढी भएको देखिन्छ। के राजा आउन लाग्यो हो नेपालमा? नेपालमा राजा आउनलाई त्यति भिडले मात्रै चाहिँ सजिलो छैन। यसमा चाहिँ कस्तो हुन्छ भने मेरो अहिलेसम्मको चाहिँ अनुमान भन्ने कि एउटा के भन्छ अरे एक्सपिरियन्स अनुभवमा नेपालमा जुनसुकै नि राजनीतिक परिवर्तनहरू हुन्छ त्यो नेपालभित्रको मात्रै कारणले कुनै पनि भएको छैन। अब एउटा के भनिन्छ भने हाम्रो यो विभिन्न जस्तो गुरुहरूले अब विद्वानहरूले जुन प्रवचनहरू दिँदा हाम्रो धार्मिक आध्यात्मिक प्रवचनमा बिना भगवानको कारणले एउटा पात पनि हल्लिन्न भनेर भन्नुहुन्छ कि। अब यो प्रवचन दिँदा जस्तो भागवतको कथाहरू, भागवत पुराणहरू जुनसुकै पुराण गर्दाखेरि गुरुहरूले के भन्नुहुन्छ भने त्यो विश्वास दिलाउनलाई पनि हो, हुनु पनि हो। किनभने त्यस्तै जस्तो बिना विदेशी समर्थन नेपालमा एउटा पात पनि हल्लिँदैन राजनीतिक विषयमा। यसमा चीन चाहिँ लगभग न्युट्रल जस्तो बस्छ हरेकमा, थोरै मात्रै गरेर त्यति ठुलो हस्तक्षेप गर्दैन। जब भारतको फुल सपोर्ट नभइकन नेपालमा कुनै पनि न प्रधानमन्त्री हुन्छ न कुनै राजनीतिक परिवर्तन हुन्छ, त्यो हुँदैन। नेपालमा भारतको हस्तक्षेप छ, कहिले डाइरेक्ट होला कहिले घुमाएर होला त्यो हुन्छ, तर भारतले सपोर्ट गरेर नेपालमा जुन सुरक्षा अङ्गहरूले पनि सहमति भएर अनि त्यसमा केही प्रशासकहरू अथवा पूर्व चाहिँ रिटायर भएकाहरू अफिसरहरू हुन्छ नि, सचिवबाट अथवा अरू विभिन्न निकायबाट न्यायाधीशहरू, तिनीहरू त्यो समूह लागेर गऱ्यो भने चाहिँ हुन्छ। तर सडकबाट मात्रै राजा आउनलाई चाहिँ गाह्रो छ। अब लक्षण चाहिँ छ, किनभने अब विभिन्न अब ज्योतिषविदहरूले पनि भन्नुभएको छ कि यो बेला चाहिँ लगन मुहुर्तहरू चाहिँ राम्रो आइरहेछ, राजालाई ल्याउनुपर्छ भन्ने कुरा। तर अभिभावकको रूपमा राजालाई राखेर संवैधानिक राजतन्त्र 2047को जस्तो 2047को संविधानलाई नै एक्टिभ गर्नलाई व्यक्तिगत रूपमा चाहिँ मेरो पनि त्यसमा समर्थन हुन्छ र मलाई त्यो लाग्छ। किनभने धेरै नै भद्रगोल भएको छ कि यहाँ बसेर हामी हुन त कतिपयले के भन्छ बाहिर बसेर त्यसरी भनेर हुन्छ र यहाँ आएर गर्नुपर्छ भने उहाँ हुँदा पनि गरेकै हो। राजनीतिक फाइदा त केही पनि लिएन, तर देश र जनताको लागि चाहिँ अब बोलेर भनेर भोट हालेर हुन्छ कि भनेर निकै कोसिस गरेको। तर पात्र गलत, राजनीतिक पात्र गलत भएको हुँदाखेरि नेपालको राजनीतिक अवस्था अहिलेको जस्तो यस्तो साह्रै नै तल्लो स्तरमा पुगेको छ।
अरू केही एकदम भन्नै पर्ने छुटेका नेपालीभाषी जो अमेरिकामा बस्छन् उनीहरूलाई एउटा केही दिनुपर्ने सन्देश अथवा हजुरले मन लागेका केही छुटेका कुराहरू केही छन्? धेरै जसो कुराहरू त आइसकेको छ। मैले एक दुईवटा कुरा जस्तो यो यहाँ जन्मे हुर्केका बच्चाहरू हाम्रा नानी बाबुहरूको लागि हाम्रो रीतिरिवाज जुन भाषा संस्कृतिको लागि अलिकति संवेदनशील भएर लाग्नुपर्छ र सिकाउनुपर्छ भनेर भन्छु मैले कुरा। यसको चाहिँ के छ भने यसको महत्त्व हाम्रो यो रीतिरिवाज संस्कृतिको लागि भोलि हामीले अहिले हाम्रो बच्चाहरूलाई सिकाइएन भने अहिले कस्तो भइरहेछ भने यो विश्व ठ्याक्क हाम्रो नेपालीहरू र यताको चाहिँ उल्टो भइरहेछ कि यहाँका जुन पश्चिमा संस्कृतिकाहरूले चाहिँ यहाँको सबै कुरो अध्ययन गरेर यहाँ चाहिँ खासै केही रहन्छ, भौतिकतावादी रहेछ, जुन आध्यात्मिक धार्मिक यहाँ केही रहन्छ भनेर हाम्रो पूर्वीय संस्कृति संस्कारको हाम्रो अध्ययनहरू वेद पुराणहरू आदि इत्यादि गीता सब अध्ययन गरेर उनीहरूले चाहिँ त्यसमा खुसी भएर रमाएका छन्। हामी नेपालीहरूको धेरै जसो के छ भने उयो पैसा कमाउने पैसा भएपछि सबै कुरा हुन्छ भनेर जे पनि गर्न पछि नपर्ने त्यस्तो खालको छ। त्यसले गर्दाखेरि भोलि हामीलाई नै फरक के पर्छ भने हाम्रा भोलि दोस्रो तेस्रो पुस्ताका हाम्रो बालबच्चाहरूलाई हामीले अहिले पढाइएन भने यहाँका गोरेका छोराछोरीहरूले हाम्रो गीता वेद पुराणहरू आदि इत्यादि छ उपनिषदहरू सबै उनीहरूले पढेर अध्ययन गरेर हाम्रा छोरा नाति पलातीहरूलाई यिनीहरूले सिकाउँछन्, उनीहरूकोमा चाहिँ हामी क्लास लिन जानुपर्छ। त्यो अवस्था आउँछ। यदि हामीले पढाइएन सिकाइएन भने यी गोरेका छोराछोरीहरूले भोलि हाम्रो गीता पढ्न आइज भनेर हाम्रो चाहिँ पुस्ताका तेस्रो चौथो पुस्ताका मान्छेहरू त्यसरी जाने अवस्था आउँछ। हामीले त्यही भएर त्यो विषयमा सचेत हुनुपर्ने छ। घरमा चाहिँ आज जस्तो बाहिर त अब यहाँको भाषा अब अङ्ग्रेजी भाषा पहिलो ल्याङ्ग्वेज बोल्नै पऱ्यो, दोस्रो चाहिँ अब स्पेनिस छ बाहिर बोल्नु। तर घरमा आफ्नो रीतिरिवाज संस्कृति परम्परा चाडपर्वको बारेमा गर्ने, नेपालीमा घरमा नेपालीमा बोल्न अभ्यास गर्ने, नेपाली पढ्ने लेख्ने जति सकिन्छ त्यति। अब अहिले त फिजिकल्ली जान नभए पनि जुमबाट पनि विभिन्न ठाउँबाट अब जस्तो संस्कृतका क्लासहरू चलिरहेको हुन्छन्, नेपाली भाषाका क्लासहरू चलिरहेको हुन्छ। त्यस्तोमा पनि सकेसम्म हाल्ने, हप्ताको एक दिन एक घन्टा भए पनि एक दिन रातारात परिवर्तन गरेर हुन सकिँदैन। थोरै गरेर भए पनि बच्चाहरूले आफ्नो चाडपर्व रीतिरिवाजको बारेमा पहिला हामीले आमा बाउले जान्नु पऱ्यो, थाहा पाउनु पऱ्यो। हामीले नै कति थाहा पाइन्छ, अनि त्यो थाहा पाएको कुरा बच्चालाई कति सिकाइन्छ। तर थोरै 10% सिकायो भने पनि उनीहरूलाई अलिकति चासो राख्यो भने उनीहरूले पछि आफै ल अब यो होलीको बारेमा गुगल सर्च गरेर हेरेर युट्युबमा हेर्नु होलीको बारेमा के हो त्यसको महत्त्व, यसको सांस्कृतिक महत्त्व के हो, अनि यसले हाम्रो चाहिँ व्यावहारिक जीवनमा के अर्थ राख्छ भन्ने कुराहरू आफूले अलिअलि सिकाइदिएर बच्चालाई अलिकति थोरै मसला छरिदिएर ल खोजेर हेर त यसको बारेमा चाहिँ भन्, मलाई तैँले भन्, मैले तँलाई भन्नुभन्दा नि ल होलीको बारेमा भन्। अब रामनवमी आइरहेको छ, रामनवमीको बारेमा चाहिँ के हो त भनेर हामीले अलिअलि पढेर क्यारेर बच्चाहरूलाई बुझाउने, त्यसपछि उनीहरूलाई नै तैँले मैलेभन्दा बढी अध्ययन गर भनेर त्यसरी उनीहरूलाई एउटा सिकाउने एउटा हौसला दिने भने हाम्रो संस्कृति रीतिरिवाजलाई जगार्न गर्न संरक्षण गर्न सकिन्छ जस्तो लाग्छ। हस्, यति कार्यक्रममा आइदिनु भयो, आफ्नो विचार राख्नुभयो, मलाई पनि धेरै कुरा सोध्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। ल हस्, हजुरलाई मुरी धन्यवाद। राधे राधे।